ल अब आजको क्लासमा म फर्स्टमा स्टेयरकेस डिजाइन गर्छु। स्टेयरकेस डिजाइन गरेपछि टाइम रह्यो भने हामी सेयर वाल डिजाइनको कुराहरू गरौँला। खोज ल। अब मैले यो एक्सेल सिट अलिअलि एक्सप्लेन गर्न ट्राई गर्छु है। अब एक्सेल सिट हामी क्लासमा पुरै बनाउन त भ्याउँदैनौँ। तपाईँहरू लाइक आफूसँग टाइम भएको बेलामा म यो एक्सेल सिट अपलोड गरिदिन्छु होइन गुगल ड्राइभमा। अनि तपाईँहरू एकचोटि टाइम भएको बेलामा यो एक्सेल सिट हेरेर यो एक्सेल सिटमा के छ भनेर अन्डरस्ट्यान्ड गर्न ट्राई गर्नु न त है। हामी फर्स्टमा अब एकचोटि जस्तै अब यो हाम्रो एकैछिन त कसैले जोइन गर्दै हुनुहुन्छ, म एन्टर गराइदिइहाल्छु। ल ठिक छ है। अब हामी के गरेका थियौँ भन्दाखेरि यो एक्सेल सिटको अब हामी सपोज यो त हाम्रो स्ट्र्याप बिमको एक्सेल सिट हो। यो एक्सेल सिट हामीले पहिला क्लासमा हेरेको छैनौँ है। तपाईँहरूमध्ये कसैलाई थाहा छ लाइक हामीले स्ट्र्याप बिमको एक्सेल सिट क्लासमा हेरेको छौँ पहिला? हेरेको छैनौँ है। ल ठिक छ। त्यसो भए अब आजको क्लासमा हामी फर्स्टमा चाहिँ थिएँ म फर्स्टमा तपाईँहरूलाई स्टेयरकेसको एक्सेल सिट गर्छु। त्यसपछि हामी स्ट्र्याप बिमको लागि पनि एक्सेल सिट हेरौँला है। त कस्तो कस्तो छ भन्दाखेरि अब तपाईँहरूले हामी अब स्टेयरकेसको डिजाइनै भएको वाला एक्सेल सिट खोजौँ है। अब एकैछिन ल। हजुरले यो फाइलहरू पनि अपलोड गरिदिनु भएको छैन सर हामीलाई अहिलेसम्म। यो एक्सेल सिटहरू भन्नुभयो है। फाइल भन्नाले हजुर एक्सेल सिट भन्नु खोज्नुभयो? होइन सर, एक्सेल सिट नै भन्नु खोज्छु। त्यो रिपोर्टहरू इट्याप्सको देखाउनु भएको थियो नि, त्यो पनि अपलोड छैन। इट्याप्सको रिपोर्ट पनि छैन? केही पनि अपलोड भएको छैन सर अहिलेसम्म। स्ट्रक्चरल ड्रइङहरू पनि छैन। जम्मा 3टा देखाउँछ मैले खुल्दा त्यहाँ अपलोड गरेको। यस्तो भयो होला। अब मैले बिहानको क्लासमा अपलोड गरेको थिएँ। बिहानको क्लासबाट यता कपी गर्न खोज्दाखेरि केही इस्यु भयो होला है। अब मर्निङ इभिनिङमा सँगै क्लास भइरहेको थियो, त्यसले गर्दाखेरि अब एउटामा अपलोड नभएको त्यस्तो होला। म एकचोटि चेक गर्छु नि है ठ्याक्क अब यो क्लास सकेपछि। अनि त्यसपछि म तपाईँहरूलाई यो क्लास सकेपछि चाहिँ म तपाईँहरूलाई यो एक्सेल एक्सप्लेन गर्छु। त्यसपछि हामी वेल स्टेयरकेसको डिजाइन हो है। अब यो स्टेयरकेस बाहेक अरू कुनै टाइपको स्टेयरकेस डिजाइन गर्नु पऱ्यो भने पनि सिमिलर प्रोसेस सिमिलर हो सबै है। अब यो एक्सेल सिटमा तपाईँहरूलाई अब जस्तै स्टेयरकेसको लागि कुनै कुराहरू जस्तै स्टेयरकेस डिजाइनको लागि तपाईँहरूलाई थोरै कुराहरूको पहिला प्री नलेज चाहिन्छ है। त हेर्ने जस्तै मेरो एउटा स्टेप हो स्टेयरकेसको होइन। तपाईँहरूले यसरी स्टेयरकेसलाई माथिमा यो स्टेयरकेसको यो पोर्सन भनेको हाम्रो राइज है। अनि त्यसपछि यो पोर्सन भनेको हाम्रो ट्रेड हो होइन। तपाईँहरूलाई जेनरली अब हामीले 9 फिट 5 इन्चीको बिल्डिङ बन्यौँ, हाम्रो राइजर बेसिक जहिले पनि हामीले धेरै जसो बेला डिजाइन गर्दाखेरि एउटा बिल्डिङमा राइजरको नम्बर भनेको 16वटा हुन्छ है। अब मैले 16वटा राइजर राखेपछि अनि 9 फिट 4 इन्चीको बिल्डिङ छ मानौँ न होइन। 9 फिट 4 इन्चीको बिल्डिङ छ भने एउटा राइजरको हाइट अब 9 फिट 4 इन्ची माथि जानको लागि 16वटा राइजर चाहिन्छ भने तपाईँहरूलाई एउटा राइजरको हाइट चाहिँ 7 इन्चीको चाहिएको है। बुझ्नुभयो है। 7 इन्चीको राइजर हामीसँग 16वटा भयो भने हामी 9 फिट 4 इन्ची माथि पुग्छौँ। त्यस्तै गरी जेनरली हाम्रो ट्रेडको साइज भनेको 10 इन्ची हुन्छ है। तपाईँहरूलाई अब यो लाइक यो राइजर भनेको ठ्याक्क यो माथि जाने पोर्सन, ट्रेड भनेको जुन पोर्सनमा तपाईँको खुट्टा हाल्नुहुन्छ तपाईँहरूले त्यो भनेको ट्रेड हो है। यो बाहेक स्टेयरकेसको अर्को डाइमेन्सन जस्तै तपाईँहरूले स्टेयरकेसको प्लान हेर्नुभयो भने जस्तै यो स्टेयरकेसको यतापट्टि म यो अर्को एक्सिसतिरको ड्रइङ बनाउँछु है। अब यो तपाईँहरूले यो अर्को एक्सिसतिरको लेन्थ हुन्छ नि, बुझ्नुहुन्छ। यो अर्को एक्सिसतिरको लेन्थ भनेको जस्तै यो स्टेयरकेसको एलिभेसन बाहेक यो स्टेयरकेस यसरी तपाईँहरूले अब एक्चुअल साइटमा स्टेयरकेस त्यस्तो हुन्छ। यो तपाईँहरूले जस्तै अब यो ठाउँमा खुट्टा राख्नुहुन्छ, त्यसपछि यहाँ चढ्नुहुन्छ त्यस्तो है। तपाईँहरूको यो डिरेक्सनको लेन्थ छ नि, त्यो भनेको हाम्रो थर्ड डाइमेन्सन स्टेयरकेसको लागि है। यो हाम्रो जस्तै बुझ्नुहुन्छ यो कस्तो हुन्छ नि, अब तपाईँले यसरी चढ्नुहुन्छ, ल्यान्डिङ माथि आउँछ, ल्यान्डिङ माथि आएपछि फेरि उतापट्टि माथि चढ्नुहुन्छ हो। यो लेन्थ अब कति साइजको छ है। अब यो चाहिँ फरक पर्न सक्छ है। अब यो लेन्थ हामीलाई
यो लेन्थ तपाईँहरूको डिजाइन अनुसार ओपन वेल बनायो भने डग लेग बनायो भने तपाईँहरूलाई कति डाइमेन्सन छ तपाईँको बिल्डिङमा कति स्पेस छ त्यो अनुसार यो लेन्थ अलिअलि तलमाथि पर्न सक्छ। तर अब यो लेन्थ पनि धेरै ठुलो धेरै सानो जस्तै अब स्टेयर केसको लागि जेनरली तपाईँहरूले यो जस्तै अब 3 फिट 6 इन्ची 3 फिट यति यति डिस्टेन्सको यो बनाइरहनु भएको हुन्छ होइन 3 फिट 6 इन्ची यस्तो यस्तो लेन्थको अथवा 3 फिट 3 इन्ची। अहिलेको लागि मैले यो लेन्थलाई 3 फिट 3 इन्ची माने ल है, बुझ्नुभयो यो लेन्थ भनेको कुन लेन्थ हो भनेर। यो लेन्थ भनेको यो दुईटा लेन्थ बाहेक अर्को डिरेक्सनतिरको लेन्थ। अब यो बाहेक स्टेयर केसमा अर्को कुरा पनि हुन्छ, त्यो भनेको स्टेयर केसको हाइट हो क्या। अब यो स्टेयर केस जस्तै यसरी जान्छ हेर्नु है, यो स्टेयर केस कसरी जान्छ भन्दाखेरि यसरी माथि जान्छ होइन। अनि त्यसपछि अब यो जुन हाम्रो स्ल्याब छ नि, यो स्ल्याब यो ठ्याक्क यो स्ल्याब भनेको हाम्रो वेस्ट स्ल्याब हो है। अब मैले अहिले भर्खर जुन स्ल्याब बनाएँ यो स्ल्याबलाई तपाईँहरूले ह्याच गर्नु ल। यो स्ल्याब भनेको हाम्रो वेस्ट स्ल्याब हो, अहिले भर्खर मैले जसलाई ह्याच गरेको छु यो एउटा स्ल्याब हो। यो स्ल्याब भनेको अरू स्ल्याब जस्तै स्ल्याब हो होइन, यसलाई हामीले वेस्ट स्ल्याब भन्छौँ। यो स्ल्याबको थिकनेस भनेको 5 इन्ची हो है, यो वेस्ट स्ल्याबको थिकनेस 5 इन्ची हो। अनि यो 10 इन्चीको ट्रेड 7 इन्चीको राइजर, अब यति डाइमेन्सनहरू हामीलाई थाहा हुन्छ है। अब स्टेयर केसको लागि तपाईँहरूले कसरी चाहिँ क्याल्कुलेट गर्ने त भनेर अब हामी डिस्कस गर्छौँ है। अब यति कुराहरू तपाईँहरूलाई पहिला थाहा भयो भने सजिलो हुन्छ। जस्तै हेर्नु है, फर्स्टमा तपाईँहरूले डिजाइन गर्दाखेरि है एकैछिन ल म तपाईँहरूलाई स्क्रिन सेयर गर्छु ल। यो हेर्नु है, यसमा सबैभन्दा फर्स्टमा यहाँनिर यो रातो रातो कलर जस्तै कुनै पनि एक्सेल सिट मैले अपलोड गरेँ भने तपाईँहरूले जुन डाइमेन्सनहरू चेन्ज गर्नुपर्छ त्यो डाइमेन्सनहरूलाई भनेको जुन जुन कुरामा फर्मुला जस्तै यो फर्मुलामा छ नि होइन, जस्तै यहाँ इजिकल्स टु E4 इजिकल्स टु E8 अथवा यो जे कुरामा फर्मुला छ त्यो फर्मुला भएको कुराहरूलाई मैले रेड कलर गरेको छैन। जुन कुराहरू हामीले टाइप गर्नुपर्न सक्छ त्यो टाइप गर्नुपर्ने कुराहरूलाई मैले यस्तो रेड कलरको टेक्स्टले लेखेको छु है। त्यो भएपछि तपाईँहरूलाई फ्युचरमा यही एक्सेल सिट युज गरेर काम गर्नु पऱ्यो भने तपाईँहरूले यो रेड कलरले लेखेको डाइमेन्सनहरू चेन्ज गर्न मिल्छ। तपाईँहरूले फर्मुलाहरू चेन्ज गरिराख्नु पर्दैन। अब तपाईँहरूलाई आफै एक्सेल सिट बनाउन मन लाग्यो भने आफै बनाउँदा पनि हुन्छ है। फर्स्टमा एउटा ओपन वेल स्टेयर केसको डिजाइन गर्दा राइजर, ट्रेड, विड्थ अफ स्टेयर, डेप्थ अफ वेस्ट स्ल्याब अनि फ्लोर फिनिसको थिकनेस यति डाइमेन्सन उसले हामीलाई सोधिरहेछ। हाम्रो राइजर भनेको 7 इन्चीको हुन्छ। अब यो इन्चीमा लेखिरहेको छ, इन्चीलाई एमएममा कन्भर्ट गरेको हो। यो चाहिँ अब फर्मुलामै छ है, यो कुराहरूलाई तपाईँहरूले रातो नलाउँदा नि हुन्छ। अब मैले के गरेँ भने मेरो 7 इन्चीको राइजर छ है। अब यो यति कुराहरूलाई तपाईँले रेड कलर नगर्दा नि हुन्छ कि, यो डाइरेक्ट अब फर्मुलाबाट कन्भर्ट भइहाल्छ है। यसलाई म अहिलेको लागि ब्ल्याकै गरिदिन्छु हेर्नु है। जस्तै के हुन्छ भने मेरो राइजर 7 इन्चीको हुन्छ है, त्यो भनेको तपाईँहरूले चेन्ज गर्न मिल्छ। जस्तै अब मेरो बिल्डिङमा 16वटाको सट्टा 17वटा राइजर रहेछ भने त्यतिखेर बिल्डिङको हाइट अनुसार मेरो राइजरको हाइट त अलिअलि चेन्ज हुनसक्छ। भने यो 7 इन्चीको राइजर अब जेनरली 7 इन्ची हुन्छ, त्यसैले मैले 7 लेखिरहेको छु। तपाईँहरूलाई चेन्ज गर्नु होला भने चेन्ज गर्नु। यो भनेको हामीले 7 इन्चीलाई मिटरमा कन्भर्ट गरेको, यो भनेको 7 इन्चीलाई एमएममा कन्भर्ट गरेको होइन। त्यस्तै ट्रेड भनेको 10 इन्चीको हुन्छ, 10 इन्चीलाई मिटरमा कन्भर्ट गरेको, 10 इन्चीलाई एमएममा कन्भर्ट गरेको है। वेस्ट स्ल्याबको थिकनेस हो, यो भनेको अब 3 फिट 3 इन्ची लेखिरहेको छु मैले है। अब यो विड्थ अफ स्टेयर भनेको मैले अर्को डाइमेन्सन भनेको थिएँ तपाईँहरूको एउटा राइजर एउटा ट्रेड अनि त्यो बाहेक अर्को डिरेक्सनतिरको जुन डाइमेन्सन छ त्यो चाहिँ 3 फिट 3 इन्ची छ होइन। अब 3 फिट 3 इन्चीको सट्टा 3 फिट 6 इन्ची 3 फिट यो भ्यारी गर्न सक्छ नि त। त्यसले गर्दा अब यो चेन्ज भयो भने चेन्ज गर्नु, यतापट्टिको फर्मुला आफै कन्भर्ट भइहाल्छ है। त्यसपछि तपाईँहरूको डेप्थ अफ वेस्ट स्ल्याब भनेको 5 इन्ची हो। अब फ्लोर फिनिस तपाईँहरूले डाइरेक्ट फ्लोर फिनिसको लोडलाई 1 किलोन्युटन पर मिटर स्क्वायर अज्युम गर्दा पनि हुन्छ, नत्र भने हामीले फ्लोर फिनिसको थिकनेस लिएर फ्लोर फिनिसको वेट क्यालकुलेट गर्दा पनि हुन्छ। यो एक्सेल सिट डिजाइन गर्दा हामीले फ्लोर फिनिसको थिकनेस अज्युम गरेर यति थिकनेसको फ्लोर फिनिसको लागि एक्ज्याक्ट लोड कति हो क्यालकुलेट गरेछौँ है। तपाईँहरूले अब यो इग्नोर गरेर आफूले एक्सेल सिट बनाउँदा यो फ्लोर फिनिसको लोडलाई डाइरेक्ट डिलिट गरेर 1 किलोन्युटन पर मिटर स्क्वायर फ्लोर फिनिस अज्युम गरेर गर्दा पनि हुन्छ है। यतिसम्म बुझ्नु है, यतिसम्म केही क्वेसन छैन होला। त्यसपछि यहाँनिर अब राइजरलाई एमएममा मात्र लेखिरहेको छ। राइजर भनेको यति एमएम, ट्रेड भनेको यति एमएम, विड्थ अफ स्टेयर भनेको यति रहेछ, अनि डेप्थ अफ वेस्ट स्ल्याब यति रहेछ, फ्लोर फिनिस यति रहेछ भनेर लेखिरहेको छ है। अब फर्स्टमा हामीलाई के गर्नु पर्यो भने लोड क्यालकुलेट गर्नु पर्यो। लोड क्यालकुलेट गर्दाखेरि डेड लोड अन फ्लाइट एरिया भनेर छ है। अब हेर्नु है, हाम्रो स्टेयर केसमा दुईवटा पार्ट हुन्छ है। अब यो स्टेयर केसको दुईवटा पार्ट छ। एउटा पार्ट भनेको मैले तपाईँहरूलाई अहिले भर्खर जुन स्टेयर केस देखाइरहेको छु यो स्टेयर केसको एउटा पार्ट भनेको यो पार्ट, फ्लाइट एरिया भनेको यो इन्क्लाइन्ड पार्ट होइन। अब यो फ्लाइट एरिया सकिसकेपछि तपाईँहरूको यहाँनिर एउटा ल्यान्डिङ आउँछ है, यो भनेको हाम्रो ल्यान्डिङ हो। ल्यान्डिङ लेभलमा स्टेयर केस यसो सिधा हुन्छ है, यतापट्टि हाम्रो बिल्डिङको वाल होला है। म वाललाई अर्कै कलरले बनाउँछु ल, एकछिन म फेरि राम्रोसँग बनाउँछु है। हेर्नु है, मेरो यहाँनिर वाल छ
है, यसरी वाल छ होला है, यो चाहिँ वाल हो है। अब यो वाल छ भने मेरो के हुन्छ, यो पोर्सनबाट यसरी यो ल्यान्डिङ लेभल हो, जस्तै यो ल्यान्डिङ लेभलमा यसरी हाम्रो वालमा गएर स्टेयरकेस रेस्ट गर्छ है। अब हाम्रो स्टेयरकेस वालमा गएर रेस्ट गरेर मैले जुन ह्याच गरेको छु यो भनेको स्टिल वेस्ट स्ल्याब हो, तर हाम्रो स्टेयरकेसको यो चाहिँ ल्यान्डिङ पोर्सन हो। त्यसै तलको फ्लोरमा पनि एउटा ल्यान्डिङ पोर्सन छ है। भनेको मानौँ मेरो स्टेयरकेसको ल्यान्डिङ पोर्सन तलको फ्लोरमा मेरो यदि यही बटम हो भने मेरो यसरी यो फ्लोरमा पनि एउटा ल्यान्डिङ पोर्सन छ, यो भनेको चाहिँ ल्यान्डिङ हो है। तपाईँको यो ल्यान्डिङ लेभलदेखि यो ल्यान्डिङ लेभलसम्म एउटा फ्लाइट हुन्छ स्टेयरकेसको हो। यो ल्यान्डिङ भनेको हाम्रो स्टेयरकेसको एउटा पोर्सन हो है। अब यहाँनिर चाहिँ बिम होला है, जस्तै बुझ्नुहुन्छ यो साइडमा चाहिँ वाल छ भने यो तलपट्टि वालमा रेस्ट गर्दैन, यो तलपट्टि यो बिममै रेस्ट गर्न पाउँछ क्या। यो स्टेयरकेसको यो ठाउँमा एउटा बिम नै होला है। म बिमलाई यसरी रिप्रेजेन्ट गर्छु ल रेक्ट्याङ्गलले। यो ठाउँमा हाम्रो बिमदेखि स्टार्ट होला स्टेयरकेस, माथि गएर वालमा गएर रेस्ट गर्ला होइन। भने हाम्रो के भयो भने स्टेयरकेस तल बिमदेखि स्टार्ट भएर फर्स्ट फ्लोरमा माथि वालमा गएर रेस्ट गरिरहेछ होइन। अब यो स्टेयरकेसको लागि हामीले डिजाइन गर्दा यसको 3टा पोर्सन छ। यो माथिको पोर्सन यो भनेको ल्यान्डिङ भएको पोर्सन, यो पोर्सन पनि हाम्रो ल्यान्डिङ भएको पोर्सन है, यो ल्यान्डिङ भएको पोर्सन। अनि त्यसपछि यो बिचको यो जुन यति एरिया छ, यो मैले जुन अर्को कलरको जसलाई मैले अब सर्कल लगाइरहेको छु हो, यो भनेको चाहिँ हाम्रो के हो, फ्लाइट एरिया है। अब हामीसँग 3टा एरिया भयो। ल्यान्डिङ एरियामा लोड कम हुन्छ किनकि ल्यान्डिङ एरियामा वेस्ट स्ल्याब मात्र छ, तर तपाईँहरूको यो फ्लाइट भएको ठाउँमा वेस्ट स्ल्याब पनि छ अनि यो स्टेपहरू पनि छ क्या। यो स्टेपको पनि त आफ्नै वेट हुन्छ नि त। भने यो स्टेपको वेट जस्तै तपाईँको यो माथिको र तलको सबै ठाउँमा के छ भन्दाखेरि हाम्रो के छ भन्दाखेरि हेर्नु त, हाम्रो कस्तो छ भन्दाखेरि यहाँनिर पनि हाम्रो ल्यान्डिङ छ, यहाँनिर पनि वेस्ट स्ल्याब छ, यहाँनिर पनि वेस्ट स्ल्याब छ, यहाँनिर पनि वेस्ट स्ल्याब छ। भने एउटा कमन लोड सबतिर छ, तर एडेड लोड यो ल्यान्डिङ पोर्सन यो रेज भएको पोर्सनमा एडेड लोड पनि छ। त्यही भएर हामीले यो एक्सएलसी डिजाइन गर्दाखेरि यो स्टेयरकेसलाई 2टा पोर्सनमा डिभाइड गरेको छौँ है। यो स्टेयरकेसलाई 2टा पोर्सनमा डिभाइड गरेको छौँ भन्नुको मिनिङ के हो, एउटा फ्लाइट एरिया अर्को भनेको ल्यान्डिङ है। अब हेर्नु त, पहिला मैले डेड लोड अन फ्लाइट एरिया भनेर क्यालकुलेट गर्न खोजिरहेको छु है। अब डेड लोड अन फ्लाइट एरिया क्यालकुलेट गर्दा के हुन्छ भने त, मैले अब डेड लोड भन्दा पनि अब लोड अन फ्लाइट एरिया भनेर क्यालकुलेट गरौँ न होइन। मेरो फ्लाइट एरियामा चाहिँ लोड कति छ भनेर क्यालकुलेट गर्नु पर्यो भने सुरुमा स्टेप सेक्सनको एरिया उसले निकालिरहेछ है। अब एउटा स्टेप सेक्सनको एरिया कसरी निकाल्नुहुन्छ भन्दाखेरि यहाँनिर उसले हाफ बेस इन्टु हाइट, अब स्टेप सेक्सन ट्रायङ्गुलर छ, हाफ राइजर इन्टु ट्रेड। तपाईँहरूले अब मैले यो एक्सेल चाहिँ सबै डिटेलमा एक्सप्लेन गर्यो भने हामीले हामीलाई टाइम बढी लाग्छ है। त्यही पनि म तपाईँहरूलाई अब जतिसम्म अलिअलि मलाई नेसेसरी लाग्छ त्यतिसम्म भनिदिन्छु। तपाईँहरू एक्सेल चाहिँ आफै घरमा गएर हेर्नु, त्यस तपाईँहरूलाई केही कन्फ्युजन भयो भने मलाई भन्नु ल। सुरुमा मैले यो स्टेपको लागि लोड क्यालकुलेट गर्दा हाफ बेस इन्टु हाइट गरेर यो ट्रायङ्गलको एरिया निकालेँ। भनेको मैले एउटा स्टेपको लागि क्यालकुलेट गरिरहेको छु, त्यसले गर्दा मैले यो स्टेपको बुझ्नुहुन्छ मैले अहिले कुन स्टेपको भने यो जुन अहिले भर्खर मैले गोलो लगाएको स्टेप छ यो एरिया क्यालकुलेट गरिरहेको छु। यो एरिया गर्दाखेरि हाफ राइजर इन्टु ट्रेड गरेर मैले यो स्टेपको यो एरिया निकालेँ है। अब त्यस्तै गरी मैले अरू पोर्सनको पनि एरिया निकाल्छु है। अब म तपाईँहरूलाई डाइरेक्ट यहाँ एरिया निकालेको हो भनेर भनिदिन्छु, तपाईँहरू त्यो अन्डरस्ट्यान्ड गर्न सकिहाल्नुहुन्छ। हेर्नु त, स्टेप सेक्सन इन्क्लाइन स्ल्याबको एरिया भन्दा चाहिँ इन्क्लाइन स्ल्याबको एरिया भनेको बुझ्नु, इन्क्लाइन स्ल्याब भनेको हाम्रो त्यो के भन्छ त्यसलाई, वेस्ट स्ल्याब जुन इन्क्लाइन छ त्यो पोर्सनको एरिया निकाल्दाखेरि उसले के गर्यो, हाफ बेस इन्टु हाइट इन्टु D7 गर्यो है। अब यो हाफ बुझ्नुभयो, इन्क्लाइन स्ल्याबको एरिया भनेको फेरि म तपाईँहरूलाई यो म स्क्रिन सेयर गरेको गऱ्यो है, त्यही पनि अब तपाईँहरूले बुझिहाल्नुहुन्छ है। यो इन्क्लाइन स्ल्याबको एरिया भनेको चाहिँ मेरो यो राइजरमा भएको यो पोर्सनको लागि मैले एरिया निकालिरहेको छु। यो एरिया निकाल्दाखेरि मैले के गरेँ भने यो इन्क्लाइन पोर्सनको लेन्थ भनेको यो स्क्वायर रुट p² + b² गरेर हाइपोटेन्युस आउँछ है। यो हाइपोटेन्युस इन्टु यताको लेन्थ क्या 3 फिट 3 इन्ची इन्टु यो हाइपोटेन्युस। जस्तै मैले अहिलेको लागि एउटा मात्र स्टेपको लोड क्यालकुलेट गर्छु इन्टु नम्बर अफ स्टेप्स गर्दा हुन्छ नि त। त्यही भएर यदि मैले एउटा मात्र स्टेपको लोड निकाल्न खोजिरहेको छु भने यदि मलाई इन्क्लाइन पोर्सनको एरिया चाहियो भने इन्क्लाइन पोर्सनको एरिया भनेको पहिला मलाई यो हाइपोटेन्युसको लेन्थ चाहिन्छ। यो हाइपोटेन्युसको लेन्थ निकाल्दा मैले p² + b² को रुट अन्डर गरेर हाइपोटेन्युस निकाल्छु अनि त्यो हाइपोटेन्युस इन्टु लेन्थ गरेर मैले इन्क्लाइन स्ल्याबको एरिया निकाल्छु। बुझ्नुहुन्छ, अब यो सब एरिया क्यालकुलेसन हो। म तपाईँहरूलाई अब सिम्पली यो सब एरिया क्यालकुलेसन हो। यो सबको लागि तपाईँहरूलाई राइजर र ट्रेड बाई केही पनि चाहिरहेको छैन, त्यसले गर्दा तपाईँहरूले यो क्यालकुलेट गर्नु पर्दैन। यसको लागि यहाँ फर्मुला अलरेडी छ है। त्यही भएर त्यो फर्मुला तपाईँहरूले छोड्दा हुन्छ।
त्यसपछि अब फ्लोर फिनिसको एरिया भनेर उसले मिटर स्क्वायरमा निकालेर चाहिँ यो फ्लोर फिनिसको एरिया भनेको मैले फ्लोर फिनिसको थिकनेस 2 इन्ची अज्युम गरेको छु, त्यसैले एउटा थिकनेस 2 इन्ची भयो है। त्यसपछि D4 + D5 भनेको राइजर प्लस ट्रेड, किनकि तपाईँहरूले फिनिसिङ चाहिँ राइजर पोर्सनमा नि गर्नुपर्छ, ट्रेड पोर्सनमा नि गर्नुपर्छ। जस्तै तपाईँहरूले जेनरली फिनिसिङ गर्दाखेरि अब स्टेयरकेसको फिनिसिङ भनेको चाहिँ राइजर पनि तपाईँको देखिने पार्ट हो, ट्रेड पनि देखिने पार्ट हो, दुईटै पार्टमा फिनिसिङ गर्नुहुन्छ। त्यसैले D4 + D5 भनेको राइजर प्लस ट्रेड इन्टु थिकनेस गरेर एरिया निकाल्यो। अब टोटल एरिया पनि यो सबको सम गरेर टोटल एरिया निकाल्यो है। डेन्सिटी अफ कङ्क्रिट मैले रेड कलरले किन गरेको छु भने अब डेन्सिटी अफ कङ्क्रिट भनेको 24 kN/m³ हो, तर अब यो जहिले पनि 24 देखि 25 को बिचमा फ्लक्चुएट हुन्छ। तपाईँहरूलाई अब इच्छा लाग्यो भने तपाईँहरूले यो डेन्सिटी अफ कङ्क्रिट चेन्ज गर्न सक्नुहुन्छ है। अब त्यसपछि डेड लोड अफ स्टेप सेक्सन 1 मिटर विड्थ भनेर हामीले भनिरहेछौँ। यसमा के गर्यो 254 mm इन प्लान लेन्थ। यो कसरी गर्यो भन्दाखेरि हामीले अब एउटा स्टेप सेक्सनको डेड लोड निकाल्न खोजिरहेछौँ है। अब एउटा मात्र स्टेपको डेड लोड त्यो निकाल्नको लागि हामीसँग यहाँ माथि एरिया छ है। अब यो एरिया भइसकेपछि अब हामीले के गर्यौँ भन्दाखेरि 1 मिटर विड्थ यो स्टेयरकेसको मैले 1 मिटर विड्थ लिएँ है। तर यो 1 मिटर विड्थ मैले कतिमा लिएँ भन्दाखेरि हेर्नु त मेरो ठ्याक्क यो उसमा क्या यो ट्रेडमा क्या बुझ्नुहुन्छ, मेरो ट्रेड एरियामा चाहिँ प्लान जस्तै प्लान भ्यूमा हेऱ्यो भने हामीले ट्रेड देख्छौँ है। अब हामीले के गर्यौँ भने यो 1 मिटर विड्थ अनि ट्रेडको एरिया है, ठ्याक्क त्यो स्टेपको स्ल्यान्टेड पोर्सन चाहिँ 1 मिटर विड्थको भनेको हामीले डिजाइन स्ट्रिप काट्ने हो। स्ल्याब डिजाइन गर्दाखेरि तपाईँहरूले लोड क्यालकुलेट गर्दाखेरि ल्यान्डिङ स्ल्याबमा अथवा त्यो इन्क्लाइन पोर्सनमा लोड निकाल्यो भने सजिलो हुन्छ क्या, भनेको किलोन्युटन यो जुन हाम्रो इन्क्लाइन पोर्सन छ यो इन्क्लाइन पोर्सन हो है। यो इन्क्लाइन पोर्सनमा डिजाइन स्ट्रिप काटेको जस्तै बिचबाट एउटा 1 मिटर विड्थ भएको हामीले 1 मिटर यस्तो विड्थ भएको बिम काट्छौँ। बिम मतलब 1 मिटर विड्थ भएको पोर्सन काट्छौँ है। अब यो 1 मिटर विड्थ भएको बिम हो क्या रियलमा है। अब स्टेयरकेस डिजाइन भनेको बिम डिजाइन जस्तै हुन्छ अथवा स्ल्याब डिजाइन पनि बिम डिजाइन जस्तै हुन्छ। यो चाहिँ हामीले डिजाइन स्ट्रिप काटेको हो भन्ने सोच्दा हुन्छ हजुरहरूले है। यो डिजाइन स्ट्रिप काट्दा यस्तो इन्क्लाइन डिजाइन स्ट्रिप काट्यौँ, तर यो प्लानको विड्थ चाहिँ जस्तै एउटा मात्र स्टेपमा काटिरहेको छु नि त मैले, त्यही भएर यो प्लानको विड्थ भनेको ट्रेडको विड्थ 1 मिटर भएको वाला लिएँ मैले है। अनि त्यसपछि ट्रेडको विड्थ चाहिँ 1 मिटर बुझ्नु भइसक्यो भने हामीले ट्रेडको विड्थ 1 मिटर लिएर अब यो एक्सेल चाहिँ डिजाइन गर्दा हामीले के गर्यो भने 1 मिटर चाहिँ हाम्रो अब यो कुराहरू तपाईँहरूले एकचोटि घरमा गएर हेर्नु है, तपाईँहरूले बुझ्नुहुन्छ होला। 1 मिटर विड्थ अनि प्लान यति छ है। यो गर्दाखेरि हाम्रो 2.01 kN/m आयो लोड भनेको त्यो 1 मिटर विड्थको बिममा 2.01 kN/m आयो है। अब डेड लोड पर मिटर स्क्वायर इन प्लान भनेर उसले 7.93 kN/m² निकाल्यो। त्यो भनेको कस्तो हो, हामीले पहिला डेड लोड निकाल्यो 1 मिटर विड्थमा, त्यसपछि हामीले के गर्यो भने डेड लोड पर मिटर स्क्वायर चाहिँ कति हुँदो रहेछ भनेर निकाल्दा हेर्नु त पहिला मैले यो 2.01 निकालिसकेको थिएँ है। 2.01 kN/m थियो है। यसलाई मैले इन्टु 1000 गरेँ अनि डिभाइडेड बाई B21 भनेको अब तपाईँहरूले यो एकचोटि हेर्नु ल, यो B21 भनेको के हो, B21 भनेको हाम्रो यहाँबाट हेर्न सक्नुहुन्छ ल, B21 भनेको 254 mm हो। यो mm लाई मिटरमा कन्भर्ट गर्नको लागि मैले इन्टु 1000 गर्नुपर्छ, त्यसैले मैले मिटरमा कन्भर्ट गर्न माथि इन्टु 1000 गरेँ है। अनि त्यसपछि यो mm लाई मिटरमा कन्भर्ट गर्नु पर्यो। हामीले के गर्यो भने पहिला mm लाई मिटरमा कन्भर्ट गर्यो, त्यसपछि यो 2.01 लाई यसले डिभाइड गरेर हामीले के निकाल्यो भने kN/m² मा लोडको भ्यालु निकाल्यो है। यस्तै गरी अब यो हाम्रो यो kN/m² मा निकालेपछि के भयो भन्दाखेरि हाम्रो ठ्याक्क त्यो इन्क्लाइन लेन्थमा इन्क्लाइन स्ल्याबमा kN/m² मा भ्यालु आइरहेछ है। त्यस्तै लाइभ लोडको भ्यालु 3 kN/m², किनकि स्टेयरकेस हो त्यो हामीले अज्युम गरे है। पहिला हामीले डेड लोड निकालिसक्यौँ है। डेड लोड निकालेपछि हामीले लाइभ लोड पनि निकाल्यौँ। लाइभ लोड चाहिँ 3 kN/m² कोडबाट आएको हो। अब टोटल लोड भनेको डेड लोड प्लस लाइभ लोड, त्यो गरेर हामीले के गर्यो 7.93 + 3 गरेर 10.93 निकाल्यो है। त्यसै फ्याक्टर्ड लोड भनेको इन्टु 1.5 भनेको यो अनफ्याक्टर्ड लोडलाई इन्टु 1.5 गरेर हामीले फ्याक्टर्ड लोड 16.39 kN/m² निकाल्यौँ है। अब मैले 16.39 kN/m² टोटल लोड हो भनेर थाहा पाएँ भनेको अहिलेको लागि हामीले के गर्यौँ भन्दाखेरि ल 16.24 kN/m, यो भनेको हामीले के गऱ्यौँ भने पहिला मैले एउटा फ्याक्टर्ड लोड निकालिसकेँ है। फ्याक्टर्ड लोड निकालिसकेपछि अब हामीले के गर्यौँ भन्दाखेरि यो जुन हाम्रो भर्खर आएको भ्यालु छ नि यो kN/m², यसलाई चाहिँ हामीलाई kN/m मा कन्भर्ट गर्नु पर्यो क्या। त्यो भनेको कस्तो भन्दाखेरि हाम्रो
हामीले लास्टमा गएर लोड निकाल्दाखेरि चाहिँ किलोन्युटन पर मिटरमा लोड निकाल्नुपर्छ है स्टेयरकेस डिजाइन गर्दा। किलोन्युटन पर मिटरमा भनेको तपाईँहरूले स्टेयरकेस डिजाइन गर्दा के गर्ने हो भन्दा, अथवा कहिले जहिले पनि स्ल्याब डिजाइन गर्दा के गर्ने भने हाम्रो यहाँदेखि यहाँसम्म एउटा फ्लाइट हो नि त होइन, यो पुरै फ्लाइटलाई एउटा बिम जस्तै डिजाइन गर्ने भनेको यो पुरै फ्लाइटलाई हामीले, अब तपाईँहरूमध्ये अहिले कसैले आरसिसी पढ्दै हुनुहुन्छ होला है, आरसिसी पढ्दाखेरि तपाईँहरूले क्लासमै डिजाइन गर्दा पनि यो पुरै स्टेयरकेसको लेन्थलाई एउटा बिम मान्नुहुन्छ है। बिम मान्दा के गर्ने, यता साइडमा हाम्रो बिम छ, यता साइडमा हाम्रो वाल छ है। जुन साइडमा हाम्रो वाल सपोर्ट छ त्यो वाल सपोर्ट भएको ठाउँमा हामीले रोलर सपोर्ट मान्छौँ यसरी, भनेको वाल, किनकि वाल सपोर्ट भनेको फिक्स सपोर्ट होइन, तर यता साइडमा बिम छ, बिम भएको ठाउँमा हामीले हिन्ज सपोर्ट मान्छौँ है। बुझ्नुहुन्छ है, मेरो चाहिँ अब यो बिम हो भनेर क्या, अब हामीले स्टेयरकेसको डिजाइन गर्न पोसिबल छैन भन्नाले अब स्टेयरकेसको इन्क्लाइन स्टेयरकेसको डिजाइन गर्ने तपाईँहरूलाई लिटरेचरहरूले रिकमेन्ड गर्ने प्रोसेस यही हो, जसमा तपाईँहरूले के गर्नुहुन्छ भने स्टेयरकेसलाई बिम डिजाइन गरेको जस्तै डिजाइन गर्नुहुन्छ। त्यसमा तपाईँहरूले के गर्नु पर्यो भने एउटा बिम अज्युम गर्ने होइन, यो पोइन्टदेखि यो पोइन्टसम्म यो पुरै स्टेयरकेस भनेको एउटा बिम हो भनेर होइन। अब यो बिममा लोड कति कति लाग्छ भनेर हामीले क्यालकुलेट गरेर हो, त्यसको लागि अब हामीले यो पुरै लेन्थलाई एउटा बिम मानेर डिजाइन गर्नु पर्यो है। हामीले के गर्यौँ भने यो इन्क्लाइन पोर्सनमा चाहिँ लेन्थ भनेको बुझ्नुभयो, अब यो इन्क्लाइन पोर्सनमा लाग्ने लोड त्यो भनेको यसरी पर्पेन्डिकुलर डिरेक्सनमा, बुझ्नुहुन्छ, यो पर्पेन्डिकुलर डिरेक्सनमा चाहिँ किलोन्युटन, यसलाई बिम मान्यो भने यो पर्पेन्डिकुलर डिरेक्सनमा किलोन्युटन पर मिटरमा लोड कति आउँछ भनेर भनेको तपाईँहरूले लास्टमा किलोन्युटन पर मिटर स्क्वायरले, किलोन्युटन पर मिटर स्क्वायरमा जुन भ्यालु निकाल्नु भएको छ त्यसलाई यो लेन्थले डिभाइड गर्यो भने, यो लेन्थले डिभाइड गर्यो भने के आउँछ, किलोन्युटन पर मिटरमा लोड आउँछ है। त्यस्तै गरी यो पोर्सनको लागि पनि तपाईँहरूले किलोन्युटन पर मिटरमा लोड कति हुन्छ भनेर निकाल्नु पर्यो, यो पोर्सनको लागि पनि किलोन्युटन पर मिटरमा लोड कति हुन्छ भनेर निकाल्नु पर्यो है। के हुन्छ, ल्यान्डिङ लेभलमा कम हुन्छ, बिचको पोर्सनमा बढी हुन्छ, यहाँनिर कम हुन्छ, त्यो त अभियस छ, किनकि यो पोर्सन जस्तै हाम्रो लोड कस्तो, लोडिङ चाहिँ कस्तो हुनु पर्यो भने हामीले क्यालकुलेट गरेपछि हाम्रो लोड यस्तो हुनु पर्यो क्या, जुन ठाउँमा हाम्रो ल्यान्डिङ छ, ल्यान्डिङ नभएको ठाउँमा हाम्रो लोडहरू यस्तो हुन्छ है, यो लोड हुन्छ होइन। अब यतापट्टि पनि हाम्रो ल्यान्डिङ नभएको ठाउँमा लोड यस्तै हुन्छ है, किनकि यो ठाउँमा हाम्रो इक्वल लोड छ, दुइटै ल्यान्डिङ हो, ल्यान्डिङ भएको ठाउँमा हाम्रो के हुन्छ, यस्तो लोड हुन्छ है। यो भनेको हाम्रो इक्वल भयो क्या, यति पोर्सनमा हाम्रो लोड इक्वल छ होइन, इक्वल लोड भनेको हाम्रो यति पोर्सनमा लोड इक्वल हुन्छ। तर यो बिचमा स्टेपको लोड बढी छ भने तपाईँहरूले बिचको पोर्सनमा चाहिँ लोड अलिकति बढी आउँछ क्या। अब तपाईँहरूले क्यालकुलेट गर्दा के हुनु पर्यो, हाम्रो ल्यान्डिङमा चाहिँ सानो सानो लोड आउनु पर्यो, यो बिचमा अलिकति ठुलो लोड आउनु पर्यो। अहिले हामीले क्यालकुलेट गरेर के निकाल्यौँ भने यो बिचको लोड चाहिँ 16.24 किलोन्युटन रहेछ भनेर निकाल्यौँ है। भनेको हाम्रो यो बिचको लोड भनेको चाहिँ 16.24 किलोन्युटन पर मिटर रहेछ भनेर क्यालकुलेट गऱ्यौँ। त्यस्तै गरी तपाईँहरूले अब यो पोर्सन र यो पोर्सनमा कति लोड छ भनेर क्यालकुलेट गरेर निकाल्ने हो है। अब तपाईँहरूले अहिले स्टेयरकेसको डिजाइन एकचोटि घरमा गएर एक्सर्साइज हेर्नु ल। अब हामीले यसरी गऱ्यो भने अब यो बुझ्नुभयो है, यतिसम्म गरिहाल्नुहुन्छ है। यतिसम्म गरेपछि अब ल्यान्डिङ पोर्सन आउँछ। ल्यान्डिङ पोर्सनलाई पनि क्यालकुलेसन सिमिलर हुन्छ, जस्तै सेल्फ वेट अफ ल्यान्डिङ स्ल्याब, फ्लोर फिनिसको भ्यालु, फ्लोर फिनिसको वेट निकाल्यो, त्यसपछि हामीले लाइभ लोडको भ्यालु 3 अज्युम गऱ्यौँ, टोटल लोड क्यालकुलेट गऱ्यौँ। टोटल लोड क्यालकुलेट गरेपछि फ्याक्टर लोड आउँछ, फ्याक्टर लोड आएपछि तपाईँहरूको यो किलोन्युटन पर मिटर स्क्वायरलाई किलोन्युटन पर मिटरमा कन्भर्ट गऱ्यौँ भने अब हामीसँग हेर्नु त यो चाहिँ 11 रहेछ क्या, भनेको 10.99 भनेको 11 भनौँ न। भने हाम्रो के हो भन्दा यस्तो खालको बिम, अब तपाईँहरूले यो चाहिँ हाम्रो इभेन्चुअली हाम्रो बन्ने बिम के हो, यहाँनिर हाम्रो बिम छ, यहाँनिर हाम्रो वाल छ है। तपाईँहरूको यो जुन 11 लोड लगाएर छ नि, यो 11 लोड लगाएको वाला पोर्सन भनेको के हो हाम्रो, अनि यो 11 लोड लगाएको पोर्सन भनेको हाम्रो ल्यान्डिङ लेभल हो। त्यसपछि यो 16.24 लोड लगाएको पोर्सन भनेको के हो, हाम्रो स्टेप भएको पोर्सन हो है। भनेपछि 11 11 16.24 यसरी तपाईँहरूले एउटा बिम क्रिएट गर्नु पर्यो। यो बिम तपाईँहरूले ई ट्याब्समा गएर बनाउँदा हुन्छ है। अब तपाईँहरूले लोड क्यालकुलेट गरिहाल्नु भयो है। लोड क्यालकुलेसन जहिले पनि यही हुन्छ, तपाईँहरूलाई राइजर 7 इन्ची, ट्रेड 10 इन्ची, विड्थ अफ स्टेप्स तपाईँहरूले इनपुट गर्नुभयो, डेप्थ अफ वेस्ट स्ल्याब र फुटिङको थिकनेस हाल्नुभयो भने यो बाँकी क्यालकुलेसन उसले आफै गर्छ। तपाईँहरूलाई अरू तपाईँहरूले के नै गर्नु पर्दैन, तपाईँहरूलाई जस्ट यो लोड कति आयो, यो लोड कति आयो भनेर चाहियो है। हाम्रो यो लोड भनेको 16.24 आयो, म बोल्ड गरिदिरहेको छु ल। हाम्रो यो लोड 16.24, यो लोड चाहिँ 10.99 आयो होइन। अब तपाईँहरूले के गर्नु पर्यो, ई टाइप्समा गएर यस्तो खालको एउटा बिम मोडल गर्दा हुन्छ, जुन बिमको चाहिँ के हुनु पर्यो भने तपाईँहरूले ई टाइप्समा गएर बिम मोडल गर्नुभयो भने त्यो बिममा चाहिँ तपाईँहरूको ल्यान्डिङ पोर्सनमा 11 लोड, अर्को ल्यान्डिङ पोर्सनमा 11 लोड, बिचको फ्लाइट पोर्सनमा चाहिँ 16.24 लोड छ। बुझ्नुभयो है। अब यही कुरा मैले ई टाइप्समा गएर मोडल गरेँ भने कसरी गर्छु म तपाईँहरूलाई देखाउँछु ल। हेर्नु हाम्रो के गरौँ भन्दाखेरि म फाइल ओपन गरेर एउटा नयाँ मोडल ओपन गर्छु ल।
एकैछिन है। अब हामीले युज सेटिङ्स फ्रम अ मोडल फाइल गरेर म कुनै एउटा मोडल फाइलबाट सेटिङ्स यही मोडल फाइलबाट गर्दिनँ, अरू कुनै मोडल फाइलबाट गर्छु ल। अब हामीले होइन कुनै एउटा मोडल फाइलबाट सेटिङ्सहरू इम्पोर्ट, म जस्तै यही मोडल फाइलबाट सेटिङ्सहरू इम्पोर्ट फेरि गरौँ ल। फाइल गर्छु, न्यू मोडल गर्छु, अनि युज सेटिङ्स फ्रम अ मोडल फाइल गर्छु है। युज सेटिङ्स फ्रम अ मोडल फाइल गरेर ओके गरिसकेपछि अब हामीहरू कुनै एउटा मोडल फाइल, जुन भए पनि एउटा मोडल फाइल ओपन गरिदिउँ। त्यो मोडल फाइलबाट उसले मलाई के सोध्छ भने नम्बर अफ ग्रिड्स इन एक्स डिरेक्सन, नम्बर अफ ग्रिड्स इन वाइ डिरेक्सन। अहिलेको लागि मलाई धेरै चाहिँदैन, म दुईटा राखिदिन्छु ल, दुईटा राखिदिन्छु है। अब हाम्रो अहिलेको लागि हाम्रो कुनै प्लान खुलिरह होला, म यो प्लान हेरौँ है। तपाईँहरूले यो प्लान हेर्नुभयो भने एकैछिन ल, तपाईँले मेरो स्क्रिन स्क्रिन देख्नुहुन्छ एक्सेलमै देखाइरहेछ, एक्सेल देखाइरहेछ। हुन्छ है। म त्यसो भए तपाईँहरूलाई फेरि स्क्रिन सेयर गर्छु ल। हाम्रो के भइरहेछ भने मैले ओपन न्यू मोडल गरेँ, न्यू मोडल गरेपछि एउटा तपाईँहरूलाई ई ट्याब्समा यस्तो खालको स्क्रिन खुल्छ, यहाँसम्म तपाईँहरूलाई आइहाल्छ है। मैले नम्बर अफ ग्रिड्स इन एक्स डिरेक्सन 2टा, नम्बर अफ ग्रिड्स इन वाइ डिरेक्सन पनि 2टा, स्पेसिङ अफ ग्रिड्स चाहिँ कति राख्ने भन्ने कुरा हो। त्यो स्पेसिङ अफ ग्रिड्स राख्नको लागि अब हामीले के गर्नु पर्यो भन्दाखेरि यो प्लानबाट हेर्न मिल्छ, हेर्नु त। अब यो प्लानबाट तपाईँहरूलाई स्टेयरकेस पोर्सनमा कस्तो छ भन्ने कुरा एकैछिन ल। जस्तै अहिलेको लागि हामीले यो गर्दाखेरि होइन, हामीले के गर्नु पर्यो भन्दाखेरि हामीलाई चाहिँ यो स्टेयरकेस पोर्सनमा लेन्थ र विड्थको भ्यालु कति छ त्यति चाहिरहेछ है, अरू केही पनि चाहिएको छैन। भनेपछि अब हामीले के गर्न मिल्छ भन्दाखेरि ल हेर्नु है, अहिले हामीले के गर्न खोजिरहेछौँ भन्दाखेरि हेर्नु त, यो स्टेयरकेस हिजो क्लासमा अलिअलि मोडल गर्न ट्राई गरेको थिएँ है। हामीले अब मैले यही स्टेयरकेसको लागि गरिरहेको छु भने मलाई के चाहियो, मैले यो स्टेयरकेसको लागि पहिला फर्स्टमा मैले एउटा बिम बनाउन खोजिरहेको छु है। अब स्टेयरकेसको लागि बिम बनाउँदाखेरि तपाईँहरूले के गर्नु पर्यो भन्दाखेरि फर्स्टमा तपाईँहरूले अब कुन फ्लाइट डिजाइन गरेर, अहिले मैले यो फ्लाइट जस्तो मेरो फर्स्ट फ्लाइट डिजाइन गरेको छु है। फर्स्ट फ्लाइट डिजाइन गरेँ भने मेरो यो फर्स्ट फ्लाइटको बिम भनेको यहाँदेखि यहाँसम्मको बिम जस्तै हो है। भनेको मैले अहिले कति बनाउनु पर्यो भने 11 फिट 2 इन्ची मान्छु है। म 11 फिट 2 इन्ची दुइटै लेन्थलाई म 11 फिट 2 इन्ची लिन्छु ल। हेर्नु है, मैले अहिलेको लागि ल म यहीँबाट म डाइरेक्ट 11 फिट 2 इन्ची, अर्को लेन्थ पनि 11, मलाई अर्को लेन्थको मतलबै छैन। किन भन्दाखेरि मैले यो बिम डिजाइन गर्दा म यसलाई पनि 11 फिट 2 इन्ची लिन्छु, यसलाई पनि 11 फिट 2 इन्ची लिइदिन्छु है। अब हेर्नु त, मसँग 11 फिट 2 इन्चीको बिम भयो। अब नम्बर अफ स्टोरी मलाई मतलब छैन, अहिले म 4 लिइदिन्छु। स्टोरी हाइटको पनि खासै मतलब छैन, तर म अब 9 फिट 5 इन्ची, अब यो यत्तिकै मैले 9 फिट 5 इन्ची ल्यायो, तपाईँहरूले जति लिए पनि फरक पर्दैन ल। अब अहिले जे छ त्यही छोड्छ कस्तो भइरहेको रहेछ। ओपन गरौँ ल। मैले यो सेटिङ्स र मोडल फाइल गरेँ, ओके गरेँ है। यो गरिसकेपछि मैले जुन भए पनि एउटा मोडल फाइल सेलेक्ट गरेर त्यो मोडल फाइलबाट सेटिङ्सहरू इम्पोर्ट गरेँ। मैले यो मोडल फाइलबाट सेटिङ्सहरू इम्पोर्ट गरेपछि नम्बर अफ ग्रिड्स म दुईटा लिन्छु है। अनि मेरो 11 फिट 2 इन्ची थियो होइन, भने म यहाँ पनि 11 फिट 2 इन्ची, यहाँ पनि 11 फिट 2 इन्ची लिन्छु है। अब तपाईँहरूले के गर्नु पर्यो भन्दाखेरि हेर्नु त, मेरो नम्बर अफ स्टोरिज कति छ भन्छ। मेरो नम्बर अफ स्टोरिज भनेको ल 4वटै छ, केही मतलब भएन। मेरो एउटा फ्लोर हाइट 9 फिट 5 इन्ची लिइदिन्छु, अर्को फ्लोर हाइट पनि 9। अब यो फ्लोर हाइटहरू तपाईँहरूले नमिलाए पनि हुन्छ ल, मैले यस्तै अहिले मेरो बानी भएर मिलाइरहेको छु होइन। अब तपाईँहरूले नमिलाउँदा पनि केही फरक परेन। यति गरेर तपाईँहरूले कुनै एउटा मोडल फाइल खुल्छ है। यो मोडल फाइल खुलेपछि ल म यही स्टोरीमा, जुन स्टोरी भए पनि यही स्टोरीमा एउटा बिम बनाउँछु। बिम बनाउने भनेको पहिला बिम डिफाइन गर्नु पर्यो है। हामीले जुन बिम बनाइरहेछौँ नि, त्यो बिम भनेको 1000 mm विड्थ भएको अनि 5 इन्ची डेप्थ भएको, स्ल्याबको डेप्थ 5 इन्चीको छ। हामीले 1000 mm को वेस्ट स्ल्याब काटिरहेको क्या है। त्यसले गर्दा तपाईँहरूले डिफाइन गर्दाखेरि एउटा बिम प्रपर्टी डिफाइन गर्नु ल। सेक्सन प्रपर्टीमा गएर तपाईँहरूले एउटा फ्रेम सेक्सन, यो क्यालकुलेसन इट्याब्सबाट गर्नु कम्पलसरी छैन ल, तपाईँहरूले हातले क्यालकुलेट गर्दा पनि हुन्छ। जम्मा हामीले मोमेन्ट र सियर फोर्स क्यालकुलेट गर्न हो। मैले तपाईँहरूलाई इट्याब्सबाट क्यालकुलेट गरेर देखाइरहेको छु। यसको मतलब यो होइन कि तपाईँहरूले इट्याब्सबाटै गर्नुपर्छ। तपाईँहरूलाई एक्सेल सिटमा फर्मुला लेखेर एकछिनमा कुरा गरौँ ल। जस्तै हेर्नु, अब मैले अहिले यो 9-14 को बिमलाई मोडिफाई गरिदिन्छु ल। मलाई 9
14 को बिम चाहिएको छैन मलाई मलाई कतिको बिम चाहियो भने 10 मेरो बिम हैन मलाई कतिको चाहियो भने 10 त्यसको विड्थ चाहिँ 1000 mm हुनु पर्यो है विड्थ चाहिँ 1000 mm हुनु पर्यो र त्यसको डेप्थ चाहिँ 5 इन्ची हुनु पर्यो क्या बुझ्नुभयो मेरो 5 इन्ची बाइ 1000 mm को एउटा मलाई एउटा बिम चाहियो भनेको मलाई विड्थमा म 1000 mm लेख्छु है अनि त्यस डेप्थमा चाहिँ म 5 इन्ची लेख्छु हैन तर यसको विड्थ चाहिँ 1000 mm छ है अब यो भनेको चाहिँ हाम्रो अहिले हामीले डिजाइन गरिरहेको स्टेयरकेसको लागि एउटा आइडियल बिम हो है अब यो बिम हामीले ओके गरेर एउटा बिम मैले डिफाइन गरेँ 1000/5 अथवा 5/1000 जे पनि है अब त्यो बिम डिफाइन गरेपछि तपाईहरुले त्यो बिम गएर यहाँ मोडल गर्नु पर्यो त्यो बिम मोडल गर्दाखेरि अहिले भर्खर हामीले डिफाइन गरेको जुन बिम छ त्यो बिम तपाईहरुले यदि नगरपालिकामा नगरिकन पठाउनु भयो भने पनि नगरपालिकामा स्टेयरकेसको डिजाइन चाहिँ माग्दैन त्यो पनि तपाईहरुलाई यति गर्न सकिहाल्नुहुन्छ यो गरेपछि तपाईहरुलाई एउटा साइडमा हिन्ज सपोर्ट अर्को साइडमा रोलर सपोर्ट चाहिरहेछ यो जोइन्ट सेलेक्ट गर्नु अनि असाइन जोइन्ट रिस्ट्रेन्ट्स गर्नु अनि यो रिस्ट्रेन्ट्स गरेपछि यसमा मलाई हिन्ज सपोर्ट चाहिरहेछ त्यसैले म यो अप्सन सेलेक्ट गरेर यहाँ हिन्ज सपोर्ट प्रोभाइड गर्छु है त्यस्तै गरी यहाँनिर मलाई रोलर सपोर्ट चाहिरहेछ त्यसैले म यो अप्सन चुज गरेर यहाँनिर यसरी रोलर सपोर्ट प्रोभाइड गर्छु तपाईहरुले अहिले यसको यो भयो यसमा तपाईहरुले अहिले 3D हेर्यो भने यस्तो छ क्या म यो साइडमा हिन्ज सपोर्ट यो साइडमा रोलर सपोर्ट अनि यो बिम है अब यो बिममा गएर एलिभेसनमा गरौँ ल अब म यसको एलिभेसन भ्यू ABC जुन भयो भने एउटा एलिभेसन भ्यू हेर्छु ल यो एलिभेसनमा गयो भने अथवा यो एलिभेसनमा देखिएन अरु कुनै एलिभेसनमा हेरौँ है हाम्रो यो एलिभेसनमा गएर हेर्यो भने यो बिम छ है अब यो बिममा लोड लगाउनु छ यो बिममा लोड लगाउँदाखेरि कसरी लगाउनु पर्यो हाम्रो ल्यान्डिङ स्ल्याबमा 11 बिचमा चाहिँ हामीलाई 16 को लोड चाहिरहेछ क्या जसरी हामीले एक्सेल सिटमा क्याल्कुलेट गर्यौं तपाईहरुले यो एक्सेल सिटमा जसरी क्याल्कुलेट गर्नु भएको छ सेम वेमा यहाँनिर लोड लगाउनु पर्यो बुझ्नुहुन्छ अब मैले यो एक्सेल सिटमा कसरी लोड लगाइरहेको छु भनेर तपाईले हेर्दा हुन्छ यहाँनिर 11 यहाँनिर 11 यहाँ 16 भनेको मेरो ल्यान्डिङ स्ल्याबमा 11 बिचमा 16 है तपाईहरुलाई यो लोड लगाउनको लागि पहिला के गर्नु पर्यो ल्यान्डिङ स्ल्याबको लेन्थ चाहियो है अनि बिचको पोर्सनको पनि लेन्थ चाहियो तपाईहरुले अटोक्याडमा गएर त्यो लेन्थ नाप्दा हुन्छ जस्तै अब हेर्नु त मेरो यो ल्यान्डिङ स्ल्याब र यो ल्यान्डिङ स्ल्याबको लेन्थ 3 फिट 3 इन्ची 3 फिट 3 इन्ची 3 फिट 3 इन्ची डिस्टेन्ससम्म त्यसपछि मेरो यो लेन्थ कति दियो नाप्नु है हाम्रो के छ भन्दाखेरि तपाईहरुले यो सबै लेन्थ नापेर थाहा पाउनु जस्तै मेरो 4 फिट 2 इन्ची ल 3 फिट 3 इन्ची 4 फिट 2 इन्ची अनि बाँकीको लेन्थ छ है भनेपछि तपाईहरुले अब यो लोड लगाउनु पर्यो भने यो याद गर्नु ल 3 फिट 3 इन्ची र 4 फिट 2 इन्ची है अब मैले के गर्छु भने इटाप्समा गएर यो लोड लगाउँदा अब तरिकाहरु धेरैवटा छ तपाईहरुले सिम्पली अब एउटा बिम बनाएर रेप्लिकेट गरेर यो बिमलाई जस्तै यहाँबाट 3 फिट 3 इन्ची सम्म हैन यहाँबाट 3 फिट 3 जस्तै मैले यो बिमलाई डिभाइड गर्नु पर्यो भने एउटा वे के हो भने तपाईहरुले सिम्पली अब यहाँनिर एउटा बिम बनाउनु यसरी है यहाँनिर एउटा बिम बनाएपछि यो बिमलाई रेप्लिकेट गर्नु 3 फिट 3 इन्ची यता अनि 3 फिट 3 इन्ची यता यो बिमलाई रेप्लिकेट गरेपछि यसलाई यो बिमलाई डिभाइड गर्ने अनि यहाँ एउटा लोड लाउने बिचमा अर्को लोड लाउने फेरि यहाँ अर्को लोड लाउने अनि जोइन गरिदिने त्यसरी गर्दा पनि हुन्छ तर त्यसरी गरिराख्नु पर्दैन सजिलो तरिकामा तपाईहरुलाई नयाँ तरिका सिकाइदिन्छु हामीले यो बिमलाई सेलेक्ट गर्ने है असाइनमा जाने असाइनमा गएर फ्रेम लोड असाइन गर्ने है फ्रेम लोडमा डिस्ट्रिब्युटेड लोड असाइन गर्छ है त सेम वाल लोड लगाएको जस्तै हो डेड लोड भनेर नलगाउनु डेड लोड भयो भने सेल्फ वेट मल्टिप्लायरको कुरा आउँछ तपाईहरुले वाल लोड भनेर लगाउँदा हुन्छ है त अब मेरो यो थ्रु आउट द बिम 11 को लोड चाहिँ लाग्नै पर्छ है भने म 11 को लोड थ्रु आउट द बिम लगाइदिन्छु ल मेरो यो पोइन्टदेखि यो पोइन्टसम्म थ्रु आउट 11 को लोड चाहिँ लाग्छ है तर मेरो बिचमा एक्स्ट्रा लोड लाग्छ क्या है हो त्यो एक्स्ट्रा लोड लाग्ने पोर्सन भनेको कति हो हेर्नु त मेरो यो पोइन्टदेखि 3 फिट 3 इन्ची टाढा भनेपछि म के गर्छु डिस्टेन्समा हेर्नु त यहाँ रिलेटिभ डिस्टेन्स एब्सोल्युट डिस्टेन्ससम्म एब्सोल्युट डिस्टेन्स गर्छु ल एब्सोल्युट डिस्टेन्समा के हो यो फर्स्ट पोइन्ट भनेको 3 फिट 3 इन्ची टाढा गयो भने यहाँनिर पहिला 0 लोड लगाउँछु फेरि म 3 फिट 3 इन्ची टाढा जान्छु है यो 3 फिट 3 इन्ची टाढा गएर कति लोड लगाउनु पर्यो 11 को लोड अलरेडी लागिसक्यो 12 13 14 15 16 भनेपछि 5 लोड एक्स्ट्रा 5.24 यो चाहिँ मेरो एक्स्ट्रा लोड जुन मैले 3 फिट 3 इन्ची टाढा गएर एड गर्नुपर्छ है त्यस्तै गरी मलाई अब यो 3 फिट 3 इन्चीको लोड अब अझै यता डिस्टेन्स कति जानु पर्यो 4 फिट 2 इन्ची मैले अटोक्याडमा अघि तपाईहरुलाई याद गराएको थिएँ हेर्नु त यो 4 फिट 2 इन्ची भनेको मेरो टोटल डिस्टेन्स भनेको 4 + 3 7 7 फिट 5 इन्ची है भने तपाईहरुले अब के गर्नु पर्यो इटाप्समा गएर 7 फिट 5 इन्ची डिस्टेन्स हेर्नु त 7 फिट 5 इन्ची डिस्टेन्स टाढा पनि 5.24 को लोड छ है त्यसपछि फेरि 7 फिट 5 इन्ची टाढा फेरि 7 फिट 5 इन्ची टाढा 0 पनि छ भनेर अप्लाई गर्यो भने यसरी लोड लाग्छ नि त 11 16.24 11 यो लोड लगाएको बुझ्नु भयो तपाईहरुले
तपाईँहरू मात्रै कोही हुनुहुन्छ जसले यो लोड लगाएको बुझेन? तपाईँले च्याटमा टाइप गर्दा नि हुन्छ। ल बुझ्नुभयो होला है। तपाईँहरूलाई यसरी लगाउन गाह्रो लाग्यो भने तपाईँहरूले सिम्पली एउटा बिम बनाउनु है, यसरी यहाँनिर बिम बनाउनु। यो बिम बनाएपछि अब तपाईँहरूलाई कति डिस्टेन्स टाढा गएर लोड लगाउने हो तपाईँहरूलाई थाहा छैन भने तपाईँहरूले यसरी एउटा बिम यहाँ बनाउनु है। अब यो बिमलाई कन्ट्रोल आर गरेर रेप्लिकेट गर्नु है। रेप्लिकेट गरेपछि अब कति डिस्टेन्स टाढा तपाईँहरूलाई अर्को पोइन्ट चाहियो हो, त्यति डिस्टेन्स टाढा, जस्तै मलाई एक्स डिरेक्सनमा 2 फिट टाढा अर्को पोइन्ट चाहियो भने म यसरी अप्लाई गरेर यो बिमलाई यता रेप्लिकेट गरिदिन्छु है। अब यो बिमलाई मैले डिभाइड गर्न मिल्छ यसरी, एडिट गर्ने, डिभाइड फ्रेम्स, एडिट फ्रेम्स गरेर डिभाइड फ्रेम्स गरिदिने, अनि त्यसपछि ब्रेक एट इन्टरसेक्सन गरेर अप्लाई गरेँ भने मेरो अब यो बिमहरू टुक्रा टुक्रा बन्छ है। अब यसरी टुक्रा टुक्रा बिम बनाइसकेपछि तपाईँले के गर्न मिल्छ, यो पोर्सनमा चाहिँ एउटा लोड, जस्तै यो पोर्सनमा मलाई अब म के गर्छु, असाइन फ्रेम लोड डिस्ट्रिब्युटेड गरेर अब तपाईँहरूलाई यो माथिको 5.24 वाला कुराहरू चाहिएन भने यसलाई 0 0 जस्ताको तस्तै राखेर तपाईँहरूले यहाँ मात्र, ल सपोज मानिलिउँ यो पोर्सनमा मलाई 11 को लोड राख्नु पर्यो भने यसरी 11 लगाइदिन्छु, अनि यो पोर्सनमा मलाई 20 लगाउनु पर्यो भने यसरी 20 लगाइदिन्छु, अनि पछि यो दुइटालाई म जोइन गरिदिन्छु है। अब तपाईँहरूले यसरी गर्न मन, यसरी गर्दा तपाईँहरूलाई सजिलो हुन्छ यसरी गर्नु है, तर अब यसरी नगर्नु है, किनकि अब तपाईँहरू त्यो माथिको सिकेकै राम्रो होइन। यसरी यसरी गऱ्यो भने जोइन त भइहाल्छ। अब तपाईँहरूको जसरी पनि यस्तो डिफ्रेन्ट लोड लाउनु मिलिहाल्छ ब्रेक गरेर पनि, तर ब्रेक गरेर लाउनु पर्दैन, डाइरेक्ट लाउनु मिल्छ। अब तपाईँहरूले डाइरेक्ट लाउँदा हुन्छ है। अब यति लोड लगाइसकेपछि अब हामीले के गर्नु पर्यो, यो हाम्रो लोड लाग्यो होइन, लोड लागेपछि अब तपाईँहरूले यसलाई रन गर्दा हुन्छ है। यसलाई रन गर्नुभयो भने जे भयो नाम दिएर सेभ गर्नु, अनि यसलाई रन गर्नु। यसलाई रन गरिसकेपछि अब यही फ्लोरमा बनाउनुपर्छ भन्ने छैन, जहाँ पनि हुन्छ है। तपाईँहरूले अब यसलाई रन गरिसकेपछि अब हेर्नु त, यसलाई रन गरेपछि मोमेन्ट डायग्राम हेर्न मन लाग्यो भने एकछिन है, रन भएपछि यो ल एकैछिन वेट गर्नु ल। अब हाम्रो यो रन गर्नुभयो होइन, यो रन गरिसकेपछि तपाईँहरूले के गर्न मिल्छ भन्दाखेरि एकैछिन है, ल अब यो रन गर्नुभयो। रन गरिसकेपछि मलाई मोमेन्ट डायग्राम हेर्न मन लाग्यो भने म यहाँबाट हेर्छु है। मोमेन्ट 33 हेरौँ है त। मोमेन्ट 33 अप्लाई गऱ्यो भने यहाँनिर यो बिमको मोमेन्ट डायग्राम देखाइरहेछ। तपाईँहरूले कुनै पोइन्टमा गएर राइट क्लिक गर्यो भने यो हामीले अघि एक्सेल सिटमा जुन डायग्राम राखिरहेको थियो त्यो डायग्राम आउँछ है। अब यही डायग्राम हामीलाई एक्सेल सिटमा गएर लगाउनु छ होइन। यो भनेको सियर फोर्सको भ्याल्यु, बेन्डिङ मोमेन्टको भ्याल्यु, डिफ्लेक्सनको भ्याल्यु, तपाईँ अब हामीलाई के को लागि चाहियो, लोड केसको लागि। तपाईँहरूले यो भ्याल्यु चाहिँ इन्भेलप कम्बिनेसनको लागि हेर्दा हुन्छ, अथवा तपाईँहरूलाई बुझ्नुहुन्छ, जस्तै हामीले स्टेयर केस डिजाइन गर्दाखेरि तपाईँहरूले यो मोमेन्टको भ्याल्युहरू जुन आउँछ नि, यो तपाईँहरूले अघि इन्भेलप कम्बिनेसन भनेर डिफाइन गर्नुभएको थियो, त्यो कम्बिनेसनको लागि यो भ्याल्यु कति कति आएको छ भनेर चेक गर्नु, अनि त्यही कम्बिनेसनलाई डिजाइन गरिदिँदा हुन्छ है। अब हाम्रो के हो भन्दाखेरि तपाईँले जे भए पनि यो लोड कम्बिनेसनमा गएर यहाँ इन्भेलप चुज गर्नु। अब अहिले हामीले इन्भेलप बनाएको रहेछन होइन, अब बनाउनु भएको छ तपाईँहरूले, त्यहाँ गएर इन्भेलप चुज गरेर यो फिगर निकाल्नु है। यहाँनिर तपाईँहरूलाई के आउँछ, अहिलेको लागि म कुनै एउटा जुन पाए त्यो कम्बिनेसन चुज गर्छु ल। यो कम्बिनेसन होइन त, मेरो सियर फोर्सको भ्यालु 10.8 किलोन्युटन, बेन्डिङ मोमेन्टको भ्यालु 34.8 किलोन्युटन। तपाईँहरूलाई सियर फोर्स र बेन्डिङ मोमेन्ट आफै क्यालकुलेट नै गर्न मिल्छ, तर प्रब्लम के हो भने तपाईँहरूले कुन लोड कम्बिनेसनलाई क्यालकुलेट गर्नुहुन्छ। जस्तै अब तपाईँले यो बिम डिजाइन गर्यो भने तपाईँहरूलाई अब त्यो मतलब हुँदैन है। जस्तै हेर्नु त, अहिलेको लागि होइन, मैले यो लोड कम्बिनेसनहरूलाई मतलब नगरेर डाइरेक्ट डेड लोड प्लस लाइभ लोडलाई डिजाइन गर्छु, डेड लोडको लागि मात्र डिजाइन गर्छु, अथवा वाल लोडको लागि मात्र डिजाइन गर्छु भन्न नि पाउँछु नि त। भने मैले यो लोड केसमा गएर वाल लोड चुज गर्दा हुन्छ है, किनकि हामीले वाल लोड भनेर लगाएको थियो नि त। वाल लोड भनेर लगाएको थियो भनेपछि अब यदि मैले वाल लोडको लागि यो सियर फोर्सको भ्यालु हेऱ्यो भने हेर्नु त, मेरो सियर फोर्सको भ्यालु 6 किलोन्युटन, मोमेन्टको भ्यालु 18 किलोन्युटन भने तपाईँहरूले अब वाल लोडको लागि हेर्दा हुन्छ। यो इन्भेलप कम्बिनेसन नहेर्नु ल। मैले कहिलेकाहीँ अब केही त्यो इन्भेलप कम्बिनेसनलाई हेऱ्यो भने त अब कस्तो हुन्छ भन्दाखेरि हामीले लोड कम्बिनेसनै डिफाइन गरेर जस्तो हुन्छ। हामीलाई अर्थक्वेक लोड चाहिँदैन अहिले, किनकि हामीले अर्थक्वेक लोडको लागि स्टेयर केसलाई डिजाइन गर्नु परेन है। तपाईँहरूलाई इच्छा लाग्यो भने गर्नु, तर हामीले जेनरली डिजाइन यस्तो हो क्या। अब तपाईँहरूले अर्थक्वेक लोडको लागि डिजाइन गर्नुभयो भने पनि हुन्छ, इन्भेलप कम्बिनेसन राख्यो भने अब इएक्स कम्बिनेसन हुन्छ। तपाईँहरूले यहाँ लोड प्याटर्नमा इएक्स पनि डिफाइन गरिसक्नु भयो, स्टोरी लेभलमा इएक्स लाग्छ। अब हाम्रो बिम भएको ठाउँमा त जुन फ्लोरमा बिम बनायो भने पनि अब अर्थक्वेक लोड त फरक छ, त्यो नगर्दा हुन्छ। तपाईँहरूले सिम्पली वाल लोडको लागि मात्रै हेर्दा हुन्छ है। हामीले अहिले स्टेयर केसको बिममा गएर वाल लोड लगाएको थियो, तपाईँहरूले वाल लोडको लागि बेन्डिङ मोमेन्ट डायग्राम हेर्दा हुन्छ। अब के भयो भने मैले वाल लोडको लागि बेन्डिङ मोमेन्ट डायग्राम हेऱ्यो भने अनि त्यसमा गएर राइट क्लिक गऱ्यो भने अब के गर्नु भने यो डायग्राम आइसकेपछि यहाँ क्लिक गर्नु अनि राइट क्लिक गर्नु है। लोड केसमा गएर वाल लोड सेलेक्ट गर्नु, किनकि हामीले वाल लोड भनेर लोड लगाएको छ। त्यसपछि तपाईँहरूलाई सियर फोर्स, बेन्डिङ मोमेन्ट, डिफ्लेक्सनको भ्यालु आउँछ। हामीले के गर्नु पर्यो भने यो बेन्डिङ मोमेन्ट र यो सियर फोर्सको भ्यालुको लागि
यो तपाईँले हातले क्याल्कुलेट गर्न पनि मिल्छ, बुझ्नुहुन्छ? जस्तै तपाईँलाई यहाँ लोड छ, तपाईँहरूले पहिला इन्जिनियरिङ गर्ने बेलामा यहाँनिर रियाक्सन कति आउँछ भनेर क्याल्कुलेट गर्नुहुन्थ्यो नि है, तपाईँलाई थाहा छ है? यो लोड छ, यो लोडको आधारमा यो रियाक्सनको भ्यालु क्याल्कुलेट गर्न सकिन्छ। त्यो भनेको तपाईँको यहाँ हिन्ज सपोर्ट छ भने मोमेन्ट आउँदैन। तपाईँहरूको यदि फिक्स सपोर्ट भए पनि मोमेन्ट पनि आउँछ, सबै कुरा आउँछ। तपाईँहरूलाई जस्तै तपाईँहरूलाई रियाक्सन क्याल्कुलेट गर्ने भनेको सुरुमा फर्स्ट होइन, अब यो रियाक्सन यो सियर फोर्स, यो बेन्डिङ मोमेन्ट यति भ्यालुहरू हामीलाई थाहा हुनु पर्यो। सियर फोर्सले जहाँनिर साइन चेन्ज गरेर त्यहाँनिर हाम्रो बेन्डिङ मोमेन्ट म्याक्सिमम आइरहेछ। हाम्रो म्याक्सिमम सियर फोर्सको भ्यालु 22.19 किलोन्युटन हो, अनि यो 20 किलोन्युटन हो। तपाईँहरूलाई यो क्याल्कुलेसनको लागि यो लोड मात्र चाहिन्छ। अनि तपाईँहरूले एक्सेल सिटमा आफै क्याल्कुलेट गर्ने फर्मुला निकाल्दा नि हुन्छ, नत्र भने यही भ्यालु लगेर राख्दा पनि हुन्छ है। अहिलेको लागि हाम्रो सियर फोर्सको भ्यालु 22 अनि बेन्डिङ मोमेन्टको भ्यालु 20 छ। अब हाम्रो एक्सेल सिटमा चाहिँ हामीले डाइरेक्ट ई टाइप्सबाट गएर लगेर राखेको छौँ। त्यो भएर तपाईँहरूले पनि डाइरेक्ट ई टाइप्सबाट गएर लगेर राख्दा हुन्छ है। हेर्नु है, अब हाम्रो के छ भन्दाखेरि यो हाम्रो स्टेयरकेस हो। यो स्टेयरकेसमा अब तपाईँहरूलाई यो डायग्राम तपाईँहरूले ल्याएर राख्दा हुन्छ। यो डायग्राम ल्याएर राखेपछि तपाईँहरूको यो सियर फोर्सको भ्यालु कति, मोमेन्टको भ्यालु कति, डिफ्लेक्सनको भ्यालु कति है। अब हाम्रो सियर फोर्सको लागि यो 21.9, 20.8 हेर्नु त, अहिले सिमिलर आइरह होला। हेर्नु त 20.1, 20.1 यो भनेको तपाईँहरूको अब हरेक बिल्डिङमा स्टेयरकेस अलमोस्ट एउटै खालको हुन्छ। अब तपाईँहरूको स्टेयरकेस धेरै फरक हुँदैन, त्यसले गर्दा तपाईँहरूलाई नगरपालिकाले डिजाइन नमागे हो। तपाईँहरूले अहिले डिजाइन गर्यो भने पनि सिमिलर आयो नि, हाम्रो सबै भ्यालु सिमिलर आएको छ, देख्नुभयो? अब तपाईँहरूले यहाँ पनि देखिहाल्नुभयो। हाम्रो यो अर्कै बिल्डिङ हो, अहिले हामीले गरिरहेको अर्कै बिल्डिङ हो। यो दुइटै बिल्डिङमा सियर फोर्स र बेन्डिङ मोमेन्टको भ्यालु एकदम सिमिलर छ है। अब तपाईँहरूले के गर्नु पर्यो, म्याक्सिमम बेन्डिङ मोमेन्टको भ्यालु यहाँ इनपुट गर्नु पर्यो। कसरी, यही भ्यालु है। त्यस्तै गरी यो माथिबाट सियर फोर्सको भ्यालु जुन आएको छ, त्यो सियर फोर्सको भ्यालु तल सियर चेक गर्दा सियर फोर्सको भ्यालु इनपुट गर्नु पर्यो। अब यो बाँकीको क्याल्कुलेसन उसले आफै गर्छ, अनि चेकहरू गर्छ है। अब तपाईँहरूले यो 167 हेर्नु, यसमा हाम्रो रडहरू कति निकाल्ने, अनि त्यसपछि यो फर्मुलाहरू हेर्नु ल। अब यो सब मैले क्लासमा यो सबै फर्मुलामै छ है। तपाईँहरू एकचोटि यो कोडबाट निकालेको फर्मुलाहरू हो, यो कहाँबाट निकालेको छ भनेर एकचोटि तपाईँहरू चेक गर्नु। अनि त्यसपछि यो सियरको चेकको लागि यो सियर फोर्सको भ्यालु त्यही माथिबाट इनपुट गरे हो, यो बेन्डिङ मोमेन्टको भ्यालु पनि त्यही माथिबाट इनपुट गरे हो। अब यो सब युज गरेर हामीले इभेन्चुअली कति रिबार प्रोभाइड गर्ने भनेर, सियर रिइन्फोर्समेन्ट कति प्रोभाइड गर्ने, अनि त्यसपछि यो लङ्गिट्युडनल बार्स कति प्रोभाइड गर्ने भनेर निकालिरहेको छौँ। त्यस्तै गरी अर्को फ्लाइटको लागि पनि सेम। अर्को फ्लाइट भनेको यो पछिको फ्लोरमा सेकेन्ड फ्लाइटमा पनि ल्यान्डिङ लेभलमा 11 बिचमा 16.24। अब नम्बर अफ स्टेप्स एउटै छ होला, नम्बर अफ स्टेप्स फरक पऱ्यो भने फरक पर्न सक्ला। तपाईँहरूको यो लोडिङ भ्यालु चाहिँ एउटै भयो, रिबार रिक्वायर्ड छ भनेर क्याल्कुलेट गर्नुहुन्छ यो डिजाइनमा। अब तपाईँहरूको स्टेयरकेसको डिजाइन अलमोस्ट अलवेज चेन्ज हुँदैन है। अब त्यो भनेको तपाईँहरूले सिम्पली गएर यही एक्सेल सिट जसो बिल्डिङमा सेम के अरे सियर फोर्सको भ्यालु धेरै जसो चेन्जै हुँदैन। अब तपाईँको स्टेयरकेस एकदम फरक छ योभन्दा, तपाईँहरूको स्टेयरकेस एकदमै डिफ्रेन्ट खालको स्टेयरकेस आयो भने तपाईँहरूले चेन्ज गर्न सक्नुहुन्छ, नत्र भने जेनरली अब स्टेयरकेसको डाइमेन्सनहरू यही हुन्छ। त्यसले गर्दा तपाईँहरूको डिजाइन खासै फरक पर्दैन है। के गर्नु भन्दाखेरि एकचोटि यो डिजाइन घरमा गएर हेर्नु है, अपडेट गरिदिन्छु। तपाईँहरूलाई इनपुट गर्नुपर्ने कुराहरू मैले भनिसकेँ। अब 8 इन्ची सेन्टर टु सेन्टर यस्तोले पुगिरहेको छ, अनि यति छ। अनि डिस्ट्रिब्युसन बार हाम्रो 8 mm को डिस्ट्रिब्युसन बार प्रोभाइड गऱ्यौँ हामीले है। अनि त्यस्तै गरी सियरको लागि चेक गर्यो, अनि हामीले सबको प्रोभाइड गर्ने, कति साइजमा प्रोभाइड गर्ने। जस्तै माथि 12 mm को रड प्रोभाइड गरेको छ होइन, भनेको मेन बार्सहरू 12 mm को 5 इन्ची सेन्टर टु सेन्टरमा प्रोभाइड गरिदियो अरे। अनि डिस्ट्रिब्युसन बार छैन, तपाईँहरूले अब ड्रइङमा चेक गर्यो भने योभन्दा अलिकति कम स्पेसिङमै प्रोभाइड गरेर होला। भनेपछि तपाईँहरूले अब स्टेयरकेसको डिजाइन खासै अब यो एक्सेल युज गरेर डिजाइन गर्न सक्नुहुन्छ। तपाईँलाई ई टाइप्स चलन झ्याउ लाग्यो भने तपाईँहरूले यति क्याल्कुलेसनको लागि एउटा फर्मुला त आफै लेख्दा हुन्छ। जस्तै अब यो भ्यालुको आधारमा यहाँ रियाक्सनहरू कति आउँछ भनेर क्याल्कुलेट गर्नु, सियर फोर्सको भ्यालु कति आउँछ भनेर क्याल्कुलेट गर्नु, म्याक्सिमम सियर। त्यस्तै गरी म्याक्सिमम मोमेन्ट कति आउँछ, त्यो कुराहरू आफै म्यानुअली क्याल्कुलेट गरेर राखेर यो ई टाइप्समा मोडल गर्ने कुरालाई इलिमिनेट गर्दा पनि हुन्छ है। अब यो एक्सेल सिट म क्लासपछि अपडेट गरिदिन्छु है। तपाईँहरू एकचोटि घरमा गएर ट्राई गर्नु। ट्राई गरेपछि कुनै कुरा बुझ्नु भएन भने अब यहाँ सबै फर्मुला छ, त्यही भएर मैले भन्नु पर्दैन होला। अब यो कोडबाट निकालेको कुराहरू त फर्मुला हुँदैन,
यो भनेको इफेक्टिभ डेप्थ अफ स्ल्याब इज गिभन बाई, यो भनेको हामीले कोडबाट लिएको अब 0.133 FCK BT स्क्वायर। अब यो कोडले दिएको फर्मुला त अब कोडले दिएको, यसमा केही पनि फर्मुला छैन। तर अब यो डी भनेको यो किन हो भन्दाखेरि यहाँनिर हामीलाई माथि फर्मुला छ। अब तपाईँहरूले यो माथिको फर्मुला पढेर यो के हो भनेर बुझ्न ट्राई गर्नु। कुनै ठाउँमा तपाईँहरूलाई कन्फ्युजन भयो भने तपाईँहरूले मलाई सोध्नु। मैले अब जस्ट रेड कलरले जुन जुन लेखेको छु त्यो भ्यालुहरू तपाईँहरूलाई कुनै कुनै बेला चेन्ज गर्नु पर्न सक्छ। एट विल तपाईँहरूले अब यो रेड कलरको कुराहरू चेन्ज गरेर स्टेयरकेसको डिजाइन गर्दा हुन्छ है। अब यस्तै गरी हामीसँग अर्को स्ट्र्याप बिमको डिजाइन छ। म तपाईँहरूलाई अब अर्को यो एक्सेल सिट म अपडेट गरिदिन्छु है, तपाईँहरू एकचोटि ट्राई गर्नु ल, तपाईँहरूले बुझ्नुहुन्छ होला खासै केही छँदै छैन है। अब यो चाहिँ हाम्रो स्ट्र्याप बिमको डिजाइन हो है। अब स्ट्र्याप बिमको डिजाइन हामीले सेफमा त गरिसक्यौँ। स्ट्र्याप बिम भनेको यो बिम होइन, यो बिमको डिजाइन हामीले सेफमा गरेको छौँ। यही डिजाइनलाई तपाईँहरूलाई यता आएर एक्सेल सिटमा गर्नु पर्यो भने उसले के भन्छ नि त, एक्सटेरियर कोलुम लोड। यो जुन यो एक्सेल सिटमा के गर्छ, यो रेड कलर लगाएको कुराहरू अझै रेड कलर लगाएको पनि सबै चेन्ज गर्नु पर्दैन। यता साइडमा मैले सीसी लेखेको छु नि, यो सीसी लेखेको कुराहरू चाहिँ तपाईँले एकचोटि हेरेर चेन्ज गर्नु है। यहाँ माथि ट्रु आयो भने ठिक छ, यो तल सबै यति हाम्रो तल सब चेकहरू हुन्छ है, धेरैवटा चेकहरू छ। यो सब चेकहरूमा ट्रु आयो भने मात्र यो एक्सेल सिटको माथि आफै ट्रु आउँछ, नत्र माथि ट्रु आउँदैन। तपाईँहरूले एक्सेल सिटबाट डिजाइन गर्नुभयो भने सेफबाट डिजाइन नगरिकन डाइरेक्ट यो एक्सेल सिटलाई रिपोर्टमा गएर राख्दा हुन्छ है। तपाईँहरूको यो माथि ट्रु आउनुको लागि के हुनुपर्छ भने तपाईँहरूको तलपट्टि अरू सबै ठाउँमा पनि ट्रु 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 आउनुपर्छ। कुनै ठाउँमा फेल भयो भने यो माथि आफै फल्स आउँछ है। हाम्रो के छ भन्दाखेरि पहिला यो स्ट्याटस अफ डिजाइन भनेको के हो भने हामीले तलपट्टि कुनै एउटा ठाउँमा फेल भएको छ कि भनेर क्या, यो चाहिँ फाइनल चेक हो है। तपाईँहरूको अब एक्सटेरियर कोलुम लोड, एउटा एक्सटेरियर कोलुम एउटा इन्टेरियर कोलुम छ है। एक्सटेरियर कोलुम भनेको इसेन्ट्रिक वाला कोलुम, इन्टेरियर कोलुम यतापट्टि ड्रइङ छ ल, यो ड्रइङ हेर्नु ल। मेरो के हो भने एक्सटेरियर कोलुम भनेको यो कोलुम हो, इन्टेरियर कोलुम भनेको यो कोलुम हो है। एक्सटेरियर कोलुम भनेको यो कोलुम होइन। अब तपाईँहरूले एक्सटेरियर कोलुमको लोड 500 राख्यो भने फेल हुन्छ। हेर्नु त, किन भन्दाखेरि यो फल्स भयो है। किन भन्दाखेरि मेरो एक्सटेरियर कोलुमको लोड इन्टेरियर कोलुमको लोड भन्दा ठुलो त डेफिनेटली हुँदैन। अब यो भनेको त अब म लाइक अब यस्तो हुँदैन क्या, जस्तो तपाईँको यो कर्नरको कोलुम हो, यो बिचको कोलुम होइन। बिचको कोलुममा यो स्ल्याबबाट पनि लोड जान्छ, अर्को स्ल्याबबाट पनि लोड आउँछ। तर तपाईँहरूको कर्नरको कोलुममा त एउटा कर्नरको स्ल्याबबाट मात्र लोड आइरहेछ भने कर्नरको कोलुमको लोड डेफिनेटली सानो हुन्छ। भने इसेन्ट्रिकवाला फुटिङमा तपाईँको 350 को लोड आउला। तपाईँको यो इन्टेरियर कोलुममा 400 को लोड आउला। त्यस्तै हुन्छ। तपाईँहरूको कहिले पनि यतापट्टि 400 यतापट्टि 300 चाहिँ हुँदैन त्यसरी है। अब तपाईँहरूलाई अर्को के चेन्ज गर्नु पर्यो, सेन्टर टु सेन्टर डिस्टेन्स बिट्विन कोलुम। यो कोलुम र यो कोलुमको बिचको सेन्टर टु सेन्टर डिस्टेन्स कति छ? सपोज मानिलिउँ अहिलेको लागि मैले यो 4 मिटर होला भनेर अज्युम गरेको छु, अथवा 3.5 मिटर होला। जति हो त्यति राख्दा हुन्छ तपाईँहरूले है। त्यो राखिसकेपछि तपाईँहरूलाई सोइलको बियरिङ क्यापेसिटी कति हो? अब अहिले हामीले सोइल टाइप 2 बियरिङ क्यापेसिटी 150 अनि स्ट्र्याप बिमको विड्थ कति राख्ने भन्छ 0.3 राख्छु र 0.3 भनेको 12 इन्ची है। मैले फर्स्ट ट्रायलमा 12 इन्ची राखिरहेको छु, फेल भयो भने बढाउँला भनेको स्ट्र्याप बिमको विड्थ चाहिँ मैले 12 इन्ची राखेँ होइन। स्ट्र्याप सोइलको बियरिङ क्यापेसिटी 150 अनि डिस्टेन्स बिट्विन कोलुम भनेको 3.5, यो जति त्यति। यहाँ फल्स आइरहेछ भनेपछि तल केही न केही कुरा हाम्रो बिग्रिसक्यो है। अब मैले यो 0.355 राख्दा ट्रु आइरहेको थियो हेर्नु त है। भनेको मैले 12 इन्ची राख्दाखेरि फेल हुँदो रहेछ। तर हामी चेक गर्छौँ लाइक किन फेल भयो। यदि रियलमै फेल हुँदो रहेछ भने 14 इन्ची राख्नुपर्छ विड्थ होइन। अब हेर्नु है, यहाँनिर उसले अब यो क्यालकुलेसनहरूले आफै गर्छ, यो क्यालकुलेसनहरू म गर्दिनँ ल। यो रियाक्सनहरू निकालेको हो, तपाईँहरूले एकचोटि यो रियाक्सनको क्यालकुलेसनलाई यहाँ माथि फर्मुला छँदैछ, यो फर्मुलाबाट के गरे भनेर हेर्दा हुन्छ है। यो तपाईँहरूले चेन्ज गर्नु पर्दैन, यो तपाईँहरूले चेन्ज गर्दा हुन्छ। जस्तै अब हामीले डाइमेन्सन कति लिने फुटिङको भनेर क्या है। जस्तै 6 फिट बाई 6 फिटको फुटिङ, 7 फिट बाई 7 फिटको फुटिङ, 8 फिट बाई 8 फिटको फुटिङ, कति साइजको फुटिङमा चाहिँ पास हुन्छ। जस्तै मेरो एक्सटेरियर फुटिङको डाइमेन्सन, इन्टेरियर फुटिङको डाइमेन्सन मागिरहेछ। यो 124% भनेको अझै घटदा हुन्छ। जस्तै मलाई 6 फिट बाई 6 फिट लियो भने 1.8 बाई 1.8 हो है। तपाईँहरूले हेर्नु त 1.8 लिँदा यो पास हुँदो रहेछ। अब मैले एक्सटेरियर फुटिङ 1.8 लियो भने इन्टेरियर फुटिङ चाहिँ 1.65 लिनु हुँदैन क्या है। अब यो ट्रु हुन्छ है खासैमा, अब क्यालकुलेसनमा चाहिँ यो ट्रु हो होइन। तपाईँहरूले यहाँनिर 1.65 लियो पनि पुग्छ। तर तपाईँहरूको इन्टेरियर फुटिङ जस्तै हेर्नु त, यहाँनिर जुन मेरो यो इन्टेरियर फुटिङ छ, यो इन्टेरियर फुटिङ मेरो एक्सटेरियर फुटिङ भन्दा सानो राख्न पाइँदैन। त्यही भएर एटलिस्ट इक्वल लेन्थको राख्नुपर्छ। त्यही भएर यो पनि 1.8 राख्नु ल। हामीले सेफमा डिजाइन गर्दा पनि त्यही गरे हो। इन्टेरियर फुटिङमा हामीलाई जब रिक्वायरमेन्ट कम थियो त्यतिखेर पनि हामीले इन्टेरियर फुटिङ एटलिस्ट यो एक्सटेरियर फुटिङसँग इक्वल चाहिँ राख्नुपर्छ भने त्यसरी राख्नु पर्यो है। तपाईँ
तपाईँहरूले 1.65 लियो भने फेल हुन्छ क्या, किन भन्दा 1.65 भनेको 5 फिट 6 इन्ची है। तपाईँहरूले 5 फिट 6 इन्ची बाई 5 फिट 6 इन्ची लियो भने 90% आयो भने फल्स है। भने तपाईँहरूले अहिले 1.8 भनेको 6 फिट बाई 6 फिटको फुटिङ लिँदा भयो है। अब मैले 6 फिट बाई 6 फिटको फुटिङ लिएँ भने यहाँनिर उसले के भन्छ, स्ट्र्याप बिमको डिजाइन गराछ। स्ट्र्याप बिमको डिजाइन गर्दाखेरि उसले के गर्यो भने मेरो डेप्थ अफ स्ट्र्याप बिम यो चाहिँ रिक्वायर्ड है, 513 भनेको डेप्थ अफ स्ट्र्याप बिम रिक्वायर्ड, यो रिक्वायर्ड भन्दा प्रोभाइडेड बढी राख्नु पर्यो है। अब मैले 525 राख्छु ल। यो 525 भनेको कति हो बुझ्नुहुन्छ है, मेरो 525 भनेको 21 इन्ची है। मेरो इफेक्टिभ डेप्थ अफ स्ट्र्याप बिम चाहिँ 21 इन्ची राख्यो भने मेरो टोटल डेप्थ अफ 50 इन्ची चाहिँ क्लियर कभर, 50 इन्ची क्लियर कभर राख्यो भने के हुन्छ, मेरो 23 इन्चीको फुटिङ हुन्छ। 50 इन्ची होइन ल, 50 mm भनेको मेरो यो फुटिङ चाहिँ अब 23 इन्चीको भयो क्या, बुझ्नुहुन्छ है। मेरो 513 रिक्वायर्ड थियो, त्यसैले मैले 23 इन्चीको फुटिङ राखेँ है। 23 इन्चीको फुटिङ राख्दाखेरि रिइन्फोर्समेन्ट रिक्वायर्ड हेर्नु त, बटममा रिइन्फोर्समेन्ट रिक्वायर्ड 600 आइरहेछ, टपमा यो चाहिँ रिक्वायर्ड हो, यो चाहिँ प्रोभाइडेड हो ल। रिक्वायर्ड हेर्नु त, टपमा मेरो रिक्वायर्ड 366 आइरहेछ, अनि बटममा मेरो यो चाहिँ मेरो एएस रिक्वायर्ड हो है, यो टपमा चाहिँ 1223 आइरहेछ भनेको टपमा बढी बटम कम, सेफबाट गर्दा त्यस्तै आएको थियो, टपमा एकदम ठुलो बटममा एकदम सानो यस्तो आइरहेछ है। अब 1223 रिक्वायर्ड छ भने हामीले कति प्रोभाइड गर्ने त भन्ने कुरा है। तपाईँहरूले 1223 रिक्वायर्ड छ भने सपोज मानौँ 5 वटा सोह्रको प्रोभाइड गर्यो भने पुग्दैन, 5 × 200 पुगेन है। भनेपछि तपाईँहरूले के प्रोभाइड गर्नु पर्यो, कि त 6 वटा 16को प्रोभाइड गर्यो भने पुग्ला है, त्यो पनि पुग्दैन। तपाईँहरूले 5 वटा 20को प्रोभाइड गर्यो भने पुग्छ भने 5 वटा 20को प्रोभाइड गरिदिनु, अथवा तपाईँहरूले के गर्न मिल्छ, 3टा 16को है, 3टा 16को होइन, अनि 2टा 20को, यो पनि ट्राई गर्दा हुन्छ है। 3टा 16को 2टा 20को हो, यो प्रोभाइड गर्यो भने 1231 पुग्छ भने तपाईँहरूले यहाँनिर 1231 यो चाहिँ हामीले इनपुट गर्नुपर्ने भ्यालु हो, त्यसैले मैले यसलाई रेड कलरले लेखिरहेको छु है। के भयो भने यो ग्रिन कलर लेखेको पनि तपाईँहरूले चेन्ज गर्नुपर्छ ल, किनकि मेरो रिक्वायर्ड डेप्थ भन्दा मेरो इफेक्ट यो मैले युज गर्ने डेप्थ ठुलो हुनु पर्यो होइन। त्यसपछि यो 1231 भनेको चाहिँ मैले के प्रोभाइड गरेँ हो, मैले यहाँ क्यालकुलेट गरेको भनेको के हो, 1005 भनेको 5 वटा 16, 1570 भनेको 5 वटा 20, 5 वटा 20 चाहिँदैन, 3टा 16को 2टा 20को प्रोभाइड गर्दा नि पुग्दो रहेछ भने मैले 3टा 16को 2टा 20को प्रोभाइड गरेँ। अब यहाँनिर 1231 प्रोभाइड गर्यो भने यहाँनिर एटलिस्ट मैले यहाँनिर 3 16 प्रोभाइड गरेँ भने 603 हुन्छ है। तर मेरो 3 16ले पुग्दैन क्या, किनकि मेरो यो यसको 50% एटलिस्ट यहाँ प्रोभाइड गर्नु पर्यो नि त। भने मैले 2 16 1 20 प्रोभाइड गर्दा हुन्छ। 2 16 1 20 प्रोभाइड गर्ने भनेको 201 × 2 प्लस 1 20 भनेको 314, यसरी तपाईँहरूले यहाँनिर चाहिँ 716 प्रोभाइड गर्यो भने हुन्छ है। अब सेम, अब जसरी हामीले सेफमा गरेको थियो सेम वेमा तपाईँहरूले यहाँनिर पनि प्रोभाइड गर्न सक्नुहुन्छ। अब यो प्रोभाइड गर्यो भने यहाँ तल ट्रु आइरहेछ है। अब तपाईँहरूले योभन्दा कम प्रोभाइड गर्यो भने 1223 भन्दा कम, जस्तै 1005 प्रोभाइड गर्यो भने फल्स, यो मान्दैन है। अब त यो फल्स आइसक्यो यहाँनिर है। भने तपाईँहरूले के गर्नुपर्छ, 1223 भन्दा ठुलो भ्यालु भनेको 1231 यस्तो प्रोभाइड गर्दा हुन्छ है। अब यो ट्रु आएपछि यसको तल उसले फुटिङ डिजाइन गर्छ, फुटिङ डिजाइनलाई सबै कुरा चेक गर्छ, सबै ट्रु आयो भने पुग्यो हामीलाई है। अब सबै ट्रु आछ, अब तपाईँहरूले यहाँ माथि गएर चेक गर्यो भने हाम्रो यो माथि ट्रु आएर हुन्छ हेर्नु त हो। अब यो माथि ट्रु आएपछि अब हामीले के थाहा भयो, यो चाहिँ हाम्रो स्ट्र्याप बिमको डिजाइन हो है। अब यो केसमा स्ट्र्याप बिमको डिजाइन के भयो, हामीले 12 इन्चीको विड्थ राखेको थियो, 6 फिट बाई 6 फिटको फुटिङ भने चाहिँ हाम्रो इन्टेरियर फुटिङ पनि 6 फिट बाई 6 फिटको, एक्सटेरियर फुटिङ पनि 6 फिट बाई 6 फिटको हुन्छ होइन। त्यसपछि हाम्रो डेप्थ अफ स्ट्र्याप बिम भनेको 23 इन्ची भयो है टोटल डेप्थ, अनि रिइन्फोर्समेन्ट रिक्वायर्ड भनेको टपमा 3 16 2 12 3 16 2 20, बटममा 2 16 1 20 हो। यो भनेको चाहिँ अब हाम्रो स्ट्र्याप बिमको डिजाइन हो। यो चाहिँ अब एक्सेल सिटबाट गरे हो। यो एक्सेल सिटमा पनि अब ट्रायल एन्ड एरर हुन्छ, तपाईँहरूले अब एक्सेल सिटबाट गर्दा पनि हुन्छ, डाइरेक्ट तपाईँहरूले सेफबाट गर्दा पनि हुन्छ। तपाईँहरूले अहिले हामीले गरेको 2टा एक्सेल सिट मध्ये कुनै एक्सेल सिटको कुनै कुरा नबुझ्नु भएको छ कसैले? भन्दै कसैले एक्सेल सिटको कुनै कुरा अब तपाईँहरूले नचलायो भने बुझ्नुहुन्न है, चलाउनुहुन्छ, चलाउँदाखेरि कन्फ्युजन हुन्छ, कन्फ्युजन भयो भने मलाई क्वेसन सोध्नु, अनि म लाइक कुन भ्यालु के हो, कसरी चेन्ज गर्ने भनेर भनिदिन्छु। अब ह्याफजार्डली अब नचलाइकन त थाहा हुँदैन है। अब तपाईँहरूले आफै एक्सेल सिट बनायो भने तपाईँहरूलाई अझै बेटर आइडिया हुन्छ। स्ट्र्याप बिमको एक्सेल सिट त अब आफै बनाउन गाह्रो होला, स्टेयर केसको एक्सेल सिट बनाउन गाह्रो छैन, त्यही भएर तपाईँहरूले स्टेयर केसको एक्सेल सिट एटलिस्ट आफै बनाउँदा हुन्छ, स्ट्र्याप बिमको एक्सेल सिट यही युज गर्दा पनि हुन्छ है। तपाईँहरूलाई के क्वेसन छ भने सोध्दा हुन्छ, म एकछिन वेट गर्छु।
ल अब कसैलाई पनि केही क्वेसन छैन होला है। त्यसो भए अब के गरौँ त, म तपाईँहरूलाई सेयरवालको डिजाइन देखाइदिन्छु। त्यसो भए अब तपाईँहरूसँग क्वेसन छैन भने सेयरवालको डिजाइन चाहिँ ई ट्याब्सले आफै गरिदिन्छ है। अब तपाईँहरूले अब हेरेर लाइक कन्डिसन हेरेर है, अब अहिलेको लागि म तपाईँहरूलाई ई ट्याब्समा सेयरवालको डिजाइन देखाउँछु ल। हेर्नु है, जस्तै म यही बिल्डिङमा देखाउँछु है। अब म यसलाई अनलक गर्छु अनि यही बिल्डिङमा एउटा सेयरवाल बनाउँछु है। अब हेर्नु त, म यसलाई एडिट गरेर डिलिट गरिदिन्छु, अथवा म नयाँ बिल्डिङमा खोल्छु ल, अथवा म यही बनाउँछु ल, केही छैन है। ल मानौँ मेरो यो बिल्डिङमा होइन मलाई सेयरवाल चाहियो, नयाँ बिल्डिङ हामी भएकै बिल्डिङ खोलौँ ल। म यहाँ गएर एउटा हामीसँग भएको कुनै मोडल फाइल ओपन गर्छु है। ल अब यो मोडल फाइलमा गएर हामी के गरौँ भन्दाखेरि एउटा सेयरवाल डिजाइन गर्न ट्राई गरौँ। सेयरवाल कस्तो केसमा, अब हेर्नु है, सेयरवालको हामी सबै एप्लिकेसन क्लासमा सिक्न पोसिबल हुँदैन। लाइक हामीले जति गऱ्यो भने पनि क्लासमा अब सबै कुरा हामीले कभर गर्न सक्दैनौँ है। तपाईँहरूले फ्युचरमा काम गर्दाखेरि अब तपाईँहरूमध्ये सबैजनाले यो क्लास सकिन पाएको छैन, एकदमै ठुलो बिल्डिङ डिजाइन गर्नुहुन्न होला है। हामीले डाइनामिक एनालिसिसको कुरा पनि गरिसक्यौँ। अब तपाईँहरूले ठुलो बिल्डिङ डिजाइन गर्नुभयो भने डाइनामिक एनालिसिस गर्नुपर्छ। अब तपाईँहरूले त्यस्तै गरी कुनै बिल्डिङ लिफ्ट भएकोवाला डिजाइन गर्नुभयो भने त्यतिखेर सेयरवाल राख्नुपर्छ। तपाईँहरूले कुनै बेला एउटा यस्तो खालको बिल्डिङ डिजाइन गर्नुभयो जुन बिल्डिङको तल बेसमेन्टमा जस्तै स्टेप गरेर डिजाइन गर्न सकिन्छ है तपाईँहरूले बिल्डिङ डिजाइन गर्दा, तर तपाईँहरूले जमिन मुनिको पोर्सन आयो भन्दैमा त्यहाँनिर सेयरवाल राख्नु चाहिँ पर्दैन है। जस्तै अन्डरग्राउन्ड तपाईँहरूले देख्नुभयो होला, कतिवटा ठाउँमा अन्डरग्राउन्ड भनेको हिली रिजनमा तपाईँहरूले बिल्डिङ डिजाइन गर्नुभयो भने त्यतिखेर रोड लेभल तपाईँहरूको ग्राउन्ड लेभलभन्दा धेरै माथि हुन्छ। त्यही भएर जमिन मुनि नै तपाईँहरूको रोड लेभलभन्दा तल नै एउटा तल्ला हुन्छ, तर त्यहाँनिर सेयरवाल त सधैँ राख्ने कुरा हुँदैन। तर कस्तो हो भन्दा कुनै केसमा तपाईँहरूको कुनै ठाउँमा पानी आउँछ, जस्तै तपाईँहरूमध्ये कोही काठमाडौँमा बसिरहनु भएको छ भने यो ठिमीको भाटभटिनीमा पानी पर्ने सिजनमा झ्याप्पै त्यो पुरै एरियै पानीले कभर गरिदिन्छ होइन। अब त्यस्तो ठाउँमा डिजाइन गऱ्यो भने त्यहाँ वाटरको लोड सिग्निफिकेन्ट हुन्छ। कुनै ठाउँमा तपाईँहरूको सोइलको लोड, जस्तै तपाईँहरूको त्यो अलिकति ल्यान्डस्लाइड हुने खालको एरिया छ, अथवा तपाईँहरूको त्यो सोइल तल झर्न सक्ने कन्डिसन छ भने त्यस्तो केसमा अब अरू तरिका छैन। जस्तै तपाईँहरूले ढुङ्गाको वाल राखेर पनि जस्तै रिटेनिङ वाल बनाएर सोइललाई झर्नबाट रोक्न सक्नुहुन्छ होइन। कुन सस्तो पर्छ, जस्तै अब सेयरवाल बनाउनुभन्दा त ढुङ्गाको रिटेनिङ वाल बनाउनु स्योर चिपर पर्छ। त्यही भएर तपाईँहरूले अब लाइक डिजाइन गर्न मिल्यो भन्दैमा अब बेसमेन्ट आयो कि सेयरवाल हाल्दै डिजाइन चाहिँ नगर्नु होइन। अब साइट कन्डिसन हेरेर कुनै ठाउँमा तपाईँहरूलाई एकदम इसेन्सियल लाग्छ भने सेयरवाल बनाउँदा हुन्छ है। सेयरवाल बनाउनुहुन्छ भने अब सेयरवालको सबै खालको टाइपहरू हामीले डिजाइन गर्न फिजिबल छैन है। जस्तै अब स्विमिङ पुल बनायो भने तपाईँहरूले जस्तै एउटा कुनै रिजोर्टको डिजाइन गर्दा म स्विमिङ पुलको डिजाइन गर्छु भनेर स्विमिङ पुलको लागि वाल डिजाइन गर्नुभयो भने त्यो वाल चाहिँ तपाईँहरूले अब सेयरवाल राख्नु पऱ्यो त्यहाँनिर, बुझ्नुहुन्छ है। हो त्यो स्विमिङ पुलको लागि सेयरवाल गऱ्यो भने त्यसको लागि वाटर लोड हो, तपाईँको त्यो वाटरबाट कति लोड भित्तामा आउँछ हो त्यो लोड धान्न सक्ने गरी वाल बनाउनु पर्यो। त्यस्तै गरी अब तपाईँहरूले लिफ्ट बनाउनु भयो भने अब सबैभन्दा कमन एप्लिकेसन भनेको जुन तपाईँहरूले बडी युज गर्नुहुन्छ, लाइक इमिडिएटली युज गर्नुहुन्छ, त्यो भनेको लिफ्ट हो है। तपाईँहरूले लिफ्ट बनाउनु भयो भने लिफ्टको 3टा साइडमा, जस्तै अब हामीले कुनै केसमा मैले यहाँनिर लिफ्ट डिजाइन अघि मैले तपाईँहरूले अघि एउटा बिल्डिङ हामीले खोलिरहेको थियो नि, त्यो बिल्डिङमा तपाईँले देख्नु भएको थियो होला है। त्यो बिल्डिङको बेसमेन्टमा पनि तलपट्टि सेयरवाल थियो। त्यसै गरी लिफ्ट गएको थियो तलदेखि माथिसम्म। लिफ्ट भएको ठाउँमा चाहिँ तपाईँहरूको सेयरवाल तलदेखि माथिसम्म जान्छ क्या। भनेको 3टा साइडमा चाहिँ एउटा साइडमा ढोका हुन्छ लिफ्टको, बाँकीको 3टा साइडमा सेयरवाल हुन्छ है। अब त्यो लिफ्टबाट डाइनामिक लोड आउँछ नि त, किनकि लिफ्ट मुभ भइरहेको छ। हो त्यो मुभ भइराख्ने स्ट्रक्चर भएर अब कुनै ठाउँमा मेसिन अपरेट गर्नुपर्छ, क्रेनहरू अपरेट गर्नुपर्छ, त्यस्तो ठाउँमा पनि तपाईँहरूले सेयरवाल राख्न सक्नुहुन्छ हेरेर है। अब डिजाइन गर्ने भनेको तपाईँहरूले अब लाइक यो क्लास सकेपछि डिजाइन कम्प्लिटली सकिँदैन, किनकि अब तपाईँहरूलाई लाइक केही नयाँ कुरा डिजाइन गर्नु पऱ्यो भने त्यतिखेर कम्प्लिकेसन आइहाल्छ। त्यो कम्प्लिकेसन आएको बेलामा अब सबै कुरा त अब मलाई पनि थाहा हुँदैन, अब मैले पनि लाइफमा सब खालको बिल्डिङ त डिजाइन गरेर भएको छैन भने अब कुनै बेला केही कम्प्लिकेसन आयो भने कोडहरू रिफर गर्ने, अथवा तपाईँहरूले त्यतिखेर मलाई कन्सल्ट गर्नुभयो भने त्यतिखेर पनि हामी डिस्कस गर्न सक्छौँ। अब अहिलेको लागि जस्ट बेसिक हामी मोडल कसरी गर्छौँ, एउटा सेयरवाल जस्तै हेरौँ है। हामीले डिफाइन गरेर तपाईँहरूले डिफाइनमा गएर सेक्सन प्रपर्टीमा जानु है। डिफाइनमा गएर सेक्सन प्रपर्टीमा जानु। सेक्सन प्रपर्टीमा गएपछि वाल सेक्सन्स हुन्छ यहाँ है। यो वाल सेक्सन्सलाई तपाईँहरूले सेलेक्ट गर्नुभयो भने यहाँनिर तपाईँहरूलाई अब मैले आज नयाँ वाल डिफाइन गर्न लागिरहेको छु है, फेरि गर्छु ल। म डिफाइनमा गएँ, डिफाइनमा गएपछि सेक्सन प्रपर्टीमा गएँ, सेक्सन प्रपर्टीमा गएपछि यहाँनिर वाल सेक्सन्स भनेर हुन्छ। मैले यो वाल सेक्सन सेलेक्ट गरेँ। मैले वाल सेक्सन सेलेक्ट गरिसकेपछि
अब मसँग एउटा 9 इन्चीको सेयरवाल छ अरे है। अब मसँग 9 इन्चीको सेयरवाल मलाई मानिलिउँ मलाई एउटा 9 इन्चीको सेयरवाल बनाउनु छ। त्यो भयो भने म के गर्छु, एड न्यू प्रपर्टी भनेर एउटा नयाँ प्रपर्टी, वालको नयाँ प्रपर्टी एड गर्छु। ल यसको नाम तपाईँहरूले सेयरवाल 9 इन्ची लिँदा हुन्छ है। सेयरवाल हामीले किन मोडल गरेका छौँ भने सेयरवाल M20 कङ्क्रिटले बनेको हुन्छ भने तपाईँहरूले यहाँनिर M20 कङ्क्रिट राख्नु पर्यो। मोडलिङ टाइपमा सेलथिन, सेम स्ल्याब जस्तै है। स्ल्याब डिजाइन गर्दा हामीले सेलथिन किन लिएको भने स्ल्याब आफै डिफ्लेक्ट भएर पनि केही लोड लिन्छ, त्यस्तै गरी सेयरवाल त आफै डिफ्लेक्ट भएर लोड लिइहाल्छ अभियसली। त्यही भएर हामीले सेयरवालको लागि सेलथिन लियौँ। यसको थिकनेस भनेको 9 इन्ची। अब यो हामीले अज्युम गरेको थिकनेस हो है। फेल भयो भने साइज बढाउँला है। अब अहिलेको लागि मैले पहिले डिफाइन गरिसकेको थिएँ, त्यसैले मेरो डुप्लिकेट नाम भनेर छ, यसलाई म बन्द गरिदिन्छु ल। हेर्नु त यो सेयरवाल 9 इन्ची, यसलाई मोडिफाई गऱ्यो भने हाम्रो यहाँनिर हेर्नु त सेयरवाल 9 इन्ची M20 कङ्क्रिटको, अनि यहाँनिर 9 इन्ची थिकनेस भएको एउटा सेयरवाल हामीले डिफाइन गऱ्यौँ है। अब यो सेयरवाल तपाईँहरूले डिफाइन गरिसकेपछि मोडल गर्दा अब प्लानमा पनि मोडल गर्न मिल्छ। जस्तै म प्लानमा गएर मोडल गरेँ भने हेर्नु त स्टोरी 1 मा सपोज मानौँ मेरो बेसमेन्टमा सेयरवाल छ अरे है। अब मैले स्टोरी 1 मा गएर जेडी कस्तो 0 मा सेयरवाल मोडल गर्न मिल्दैन ल, किन भन्दाखेरि यो कोलुम जस्तै हो, माथि मोडल गऱ्यो भने तल भन्छ भनेको। मैले स्टोरी 1 मा गएर सेयरवाल मलाई मोडल गर्न मन लाग्यो है। अब सेयरवाल वाल मोडल गर्नलाई यो दुईटा छ, हेर्नु त यो र यो माथिको भनेको ग्रिडमा नभएको बेलामा, यो तलको भनेको ग्रिडमा भएको। जस्तै मलाई यहाँ वाल बनाउनु पर्यो भने म यहाँ सेयरवाल मैले डिफाइन गरेको सेयरवाल यहाँ चुज गर्छु प्रपर्टीमा, अनि मैले ग्रिडमा छ भने यसरी ड्र्याग गरेँ भने उसले मैले के गरेँ भर्खर यो तलको अप्सन सेलेक्ट गरेँ है। अब मेरो यहाँ ग्रिड लाइन्सहरू मैले हाइड गरेको रहेछु। तपाईँहरूलाई ग्रिड लाइन्सहरू देखाउनको लागि के गर्नु पर्यो, राइट क्लिक गर्नु, सेट ग्रिड सिस्टम भिजिबिलिटी गर्यो भने ग्रिड लाइन्सहरू आउँछ। ग्रिड लाइन्सहरू आएपछि मैले यो तलको अप्सन सेलेक्ट गरेँ। अब मैले यसरी ड्र्याग गरेर बनाएँ भने मेरो ग्रिडमा सबै ठाउँमा वाल 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 यसरी बन्यो क्या है। यो भनेको ग्रिडमा भएको बेला मात्रै काम लाग्छ, बुझ्नुहुन्छ। जस्तै मैले यदि मेरो हरेक वाल ग्रिडमै छ, मलाई सपोज यहीँनिर वाल बनाउनु छ, ग्रिडमा मात्रै वाल बनाउनु छ भने मैले यो अप्सन सेलेक्ट गरेर यहाँनिर यसरी वाल बनाउन सक्छु है। तर यदि मेरो ग्रिडमा छैन, मलाई यहाँ बाहिर वाल बनाउनु पर्यो भने मैले यो अप्सन सेलेक्ट गर्नु पर्यो। सेम बिम गरेको जस्तै होला, बिम डिजाइन गरेको जस्तै मलाई यो तलको अप्सन सेलेक्ट गर्ने भए मैले यो पोइन्ट र यो पोइन्टको बिचमा यसरी वाल बनाउँदा भयो है। जसरी भए पनि तपाईँहरूलाई वाल चाहियो है। अब यो वाल तपाईँहरूले बनाउन सकिहाल्नुहुन्छ है। म अन्डु गर्छु ल है। अब तपाईँहरूले यो वाल आफूलाई चाहिए अनुसार डिजाइन गर्न सक्नुहुन्छ है। अब हामी के गर्नु पर्यो भन्दाखेरि यो वाल मोडल गर्न गाह्रो छैन, एलिभेसनमा पनि मोडल गर्न मिल्छ ल। मैले प्लानको सट्टा एलिभेसनमा मोडल गर्छु भने जस्तै एलिभेसन भ्यू एमा गएर मलाई यहाँनिर यो ठाउँमा सेयरवाल हाल्नु पर्यो अरे है। अब मलाई यदि यो ठाउँमा सेयरवाल हाल्नु मन लाग्यो भने के गर्छु, सिम्पली यो स्ल्याब बनाउने अप्सन, एलिभेसनमा गएर स्ल्याब बनायो भने त्यो भनेको सेयरवाल हो क्या है। एलिभेसनमा गएर मैले यसरी स्ल्याब बनाएँ भने यो स्ल्याब भनेको नै सेयरवाल हो, बुझ्नुहुन्छ है। अब यो त वाल हो भनेको तपाईँहरूले भर्टिकल स्ल्याब भनेकै सेयरवाल हो नि त। त्यसैले तपाईँहरूले एलिभेसनमा गएर बनाउनु भयो भने चाहिँ स्ल्याब ड्र गर्दा हुन्छ, तपाईँहरूले प्लानमा गएर ड्र गर्नुभयो भने चाहिँ वाल ड्र गर्दा हुन्छ है। जसरी गर्नुभयो भने पनि तपाईँहरूले पहिला मोडल गर्ने हो। मोडल गर्नलाई सपोज मानिलिउँ मेरो यो ठाउँमा सेयरवाल छ भनेर मैले आइडेन्टिफाई गरिसकेँ। अब मैले यो सेयरवाल बनाउँछु भनेर मैले यहाँनिर यसरी सेयरवाल बनाएँ रे है। अब मैले यो सेयरवाल यस्तै हुन्छ भन्ने छैन ल। तपाईँहरूले कुनै कुनै केसमा कस्तो भन्दाखेरि जस्तै हेर्नु त म स्टोरी 1 मा गएर बनाउँछु ल। हेर्नु त जस्तै मेरो यो सेयरवाल मैले कोलुमको सेन्टरदेखि कोलुमको सेन्टरसम्म बनाएको छु। साइडमा कन्स्ट्रक्सन गर्दाखेरि तपाईँहरूले कसरी गर्नु पर्यो, कोलुम कन्स्ट्रक्सन गर्ने बेलामा वालको लागि पनि रड हाल्नुपर्छ क्या भित्रबाट है। अब तपाईँहरूलाई यसरी गर्न मन छैन, कोलुम अलरेडी एक्जिस्ट गर्छ, एक्जिस्टिङ स्ट्रक्चरमा तपाईँले वाल बनाउनु पर्यो, अथवा तपाईँहरूले कोलुम पहिला उठाउनुहुन्छ वाल छुट्टै बनाउनुहुन्छ। त्यस्तो केसमा तपाईँहरूले अब कोलुमको सेन्टरदेखि सेन्टरसम्म वाल बनाएर भएन भने अब वाल बनाउँदाखेरि के गर्नु पर्यो, यो अप्सन सेलेक्ट गरेर अब मलाई वाल बनाउनु छ है। वाल बनाउँदाखेरि के गर्दा हुन्छ भने तपाईँहरूले सिम्पली अब यो भन्दा 6 इन्ची यता एउटा पोइन्ट निकाल्नु है। त्यो कसरी गर्ने, पहिला युनिट चेन्ज गर्नु, युनिट चेन्ज गरेर युएस डिफल्ट राख्छु ल। अब ड्र गरेर रिफरेन्स पोइन्ट्स ड्र गर्नु है। रिफरेन्स पोइन्ट्स ड्र गर्दा के गर्नु पर्यो, मेरो एक्स डिरेक्सनमा 6 इन्ची उता एउटा पोइन्ट मैले यहाँबाट यता निकालेँ है। त्यस्तै गरी योबाट 6 इन्ची उता -6 है। अब योबाट 6 इन्ची उता पनि एउटा पोइन्ट मैले यहाँबाट यतापट्टि एउटा पोइन्ट निकालेँ। अब मसँग यो दुईटा पोइन्ट हेर्नु त, यो पोइन्ट र यो पोइन्ट है। यो दुईटा पोइन्टको बिचमा मैले वाल क्रिएट गरेँ भने यो दुईटा वालको बिचको डिफरेन्स बुझ्नु ल। जस्तै यो दुईटा बिचको वालमा यो दुईटा वालको बिचमा के डिफरेन्स छ भने यो चाहिँ कोलुमको एजदेखि कोलुमको एजसम्म गइरहेछ। यो भनेको नर्मल टिपिकल वाल यस्तै हुन्छ। तपाईँहरूलाई यदि यसरी पनि अब वाल जसरी पनि बनाउनु मिल्यो, यसरी पनि बनाउनु मिल्यो, यसरी पनि बनाउनु मिल्यो,
तपाईँहरू डिजाइनहरू जसरी इच्छा लाग्छ भन्नु है। अब यो वाल बनाइसकेपछि अब हामीले के गर्नु पर्यो भन्दाखेरि हेर्नु है, अब यो वाल त बनाउनु भयो है, वाल बनाएर पुग्दैन क्या। जस्तो अब हामीले के गर्नुपर्छ भने म एलिभेसनमा जान्छु ल, एलिभेसनमा गर्न सजिलो हुन्छ, त्यसैले म एलिभेसनमा गरिरहेको छु ल। हेर्नु है, मैले एलिभेसन भ्यू एमा गएँ है। यो एलिभेसन भ्यू एमा गइसकेपछि मलाई यो वालको लागि डिजाइन गर्न मन लाग्यो भने पहिला मलाई पायर स्प्यान्ड्रल भनेको के हो बुझ्नुपर्छ है। जस्तै कस्तो हुन्छ भन्दाखेरि जेनरली तपाईँहरूको कोलुम जस्तो सेक्सन छ, अब सेयर वाल अहिले यस्तै छ, धेरै जसो सेयर वाल यस्तै हुन्छ है। सेयर वालमा कहिले काहीँ ओपनिङ हुनसक्छ, म यो सेयर वालमा ओपनिङ बनाउँछु ल। हेर्नु है, म यो सेयर वाललाई डिभाइड गर्छु, एडिट गरेर एडिट सेल्स गरेर डिभाइड सेल्स गरेर छु है। डिभाइड गर्दाखेरि ल मैले तिनवटा पार्टमा डिभाइड गरिदिन्छु अहिलेको लागि ल। यो सेयर वालमा हामीसँग ओपनिङ्सहरू हुनसक्छ, जस्तै मेरो सेयर वालको यो पोर्सन छैन रे है, यति छैन भने मेरो सेयर वालमा ओपनिङ छ। यस्तो खालको सेयर वाल बनाउनु भयो भने यो र यसलाई फिक्स सपोर्ट असाइन गर्नु ल। भनेको हाम्रो सेयर वाल भनेको कोलुम जस्तै हो, तपाईँहरूले सेयर वाल मोडल गर्दा यो पोइन्ट र यो पोइन्टमा फिक्स सपोर्ट असाइन गर्नु पर्यो। त्यो भनेको असाइन जोइन्ट अनि सपोर्ट रिस्ट्रेन्स गरेर तपाईँहरूले के गर्नु पर्यो, यसलाई फिक्स सपोर्ट असाइन गरिदिनु पर्यो क्या यसरी है। अब हामीले यहाँ र यहाँ फिक्स सपोर्ट असाइन गऱ्यो, मेरो सबै ठाउँमा फिक्स सपोर्ट छ, मेरो यहाँनिर ओपनिङ छ हो। यो जुन कोलुम जस्तो पार्ट छ नि, यो सब हाम्रो पायर सेक्सन हो है। अब तपाईँहरूले डिफाइन गर्दा यिनीहरूलाई पायर भनेर डिफाइन गर्नुपर्छ। भनेको रड कसरी जान्छ भने तलदेखि माथि जान्छ क्या, बुझ्नुहुन्छ। यो पायरमा के छ, यसरी तलदेखि माथिसम्म यस्तो यस्तो रड, यो भनेको हाम्रो लङ्गिट्युडनल रिइन्फोर्समेन्ट कस्तो छ भने तलदेखि माथिसम्म गइरहेछ, सियर रिइन्फोर्समेन्ट चाहिँ यसरी बान्नु पर्यो होइन। यो पोर्सन चाहिँ हाम्रो स्प्यान्ड्रल सेक्सन, त्यो भनेको कस्तो हो, जुन पोर्सन चाहिँ बिम जस्तो एक्ट गरिरहेछ, जसले तपाईँहरूलाई लोड ट्रान्सफर यता र यता गरिरहेछ क्या। भनेको यो पायर भनेको हाम्रो कोलुम जस्तो एक्ट गरिरहेछ, बिचमा यो स्प्यान्ड्रल भनेको बिम जस्तो एक्ट गरिरहेछ। तपाईँहरूले डिफाइन गर्दा हेर्नु यहाँ डिफाइन गर्ने बेलामा पायर लेभल स्प्यान्ड्रल लेभल भनेर हुन्छ क्या। यो चाहिँ लेभल मात्र हो है। अब लेभल भनेको नाम, जस्तै पायर लेभल गऱ्यो भने डिफाइनमा गएर पायर लेभल गऱ्यो भने यहाँ P1 P2 P3 P4, अब तपाईँले P5 P6, अब यो सब भनेको नाम मात्र हो। अब जे पनि एड गर्न पायो P5 P6 P20, यो सबको केही मिनिङ छैन, जस्ट पायरको लेभल हो है। त्यस्तै गरी तपाईँहरूले स्प्यान्ड्रलको लेभल पनि डिफाइन गर्न मिल्छ। डिफाइन गरेर स्प्यान्ड्रल लेभल डिफाइन गर्छु भन्यो भने अब यहाँ S1 छ, तपाईँहरूलाई S2 S3 S4 जे पनि डिफाइन गर्न सक्नुहुन्छ है। अब अहिलेको लागि तपाईँहरूले डिफाइन गर्नुभयो भने के गर्नु भने एउटा लाइनमा भएको यो सबैलाई P1 डिफाइन गर्दा हुन्छ है। अनि यो अर्को लाइनमा भएको सबैलाई, त्यो भयो भने इकोनोमिकल बन्छ। तपाईँहरूले अब सबैलाई P1 डिफाइन गर्यो भने सबैको लागि रड एउटै प्रोभाइड गर्नुपर्छ। अब टुक्रा टुक्रा छ भने त एउटा टुक्रालाई अर्कै, अर्को टुक्रालाई अर्कै वाल जसरी कन्स्ट्रक्ट गर्दाखेरि सस्तो पर्छ भने यसलाई म P1 सेक्सन जस्तै असाइन गर्नु है, असाइन गरेर सेल, असाइन भित्र सेल गरेर असाइन सेल अनि पायर लेभल असाइन गर्ने हो है। पायर लेभल असाइन गर्दा, किनकि यो पायर हो, P1 पायर लेभल असाइन गर्दा हुन्छ यति सबमा है। अनि यो सबमा तपाईँहरूले P2 पायर लेभल असाइन गर्दा हुन्छ। अब तपाईँहरूलाई अझै धेरै टुक्रा छ भने त्यसलाई P2 P3 P4 गर्दा पनि हुन्छ। जेनरली अब टुक्रा छैन भने सबैलाई P1 गर्दा पनि हुन्छ यसरी है। अनि तपाईँहरूले यसलाई असाइन गर्यो भने स्प्यान्ड्रल लेभल असाइन गर्दाखेरि यस्तो गर्नु, असाइन अनि त्यसपछि सेलमा गएर स्प्यान्ड्रल लेभल असाइन गर्नु है। सेलमा गएर तपाईँहरूले यहाँ गएर स्प्यान्ड्रल लेभल असाइन गर्दाखेरि यसलाई S1 S2 यसरी असाइन गर्नु ल। एउटा लाइनमा भएकोलाई एउटा असाइन गर्दा हुन्छ। यसरी तपाईँहरूले पायर लेभल स्प्यान्ड्रल लेभल असाइन गर्न सक्नुहुन्छ। लेभल भनेको नाम मात्र हो। P1 P20 P30 मा केही फरक छैन, P1 र P30 भनेको एउटै कुरा हो है। तर तपाईँहरूले यसलाई P1 र यसलाई P1 राख्नुभयो, यसलाई P30 राख्नुभयो भने डिजाइन चाहिँ छुट्टै हुन्छ। भनेको त्यो चाहिँ फरक छ, तर एक्चुअल डिजाइनमा फरक छैन। यसरी तपाईँले जबसम्म तपाईँले पायर र स्प्यान्ड्रल लेभल असाइन गर्नु हुँदैन, जस्तो मैले यसलाई रन गरेँ होइन, अब तपाईँहरूले बनाइसकेपछि रन गर्नु होइन। रन गरेपछि तपाईँहरूले अब अहिले म तपाईँहरूलाई जस्ट देखाउन लागिरहेको छ वाल डिजाइन, यत्तिकै म हाइपोजार्डली मैले रन गरेँ। यसलाई रन गरेर मैले यत्तिकै ल डिजाइन गर भनेर यहाँनिर यत्तिकै डिजाइन, यो चाहिँ सेयर वाल डिजाइन होला, यहाँनिर सेयर वाल डिजाइन छ, मैले यत्तिकै हाइपोजार्डली सेयर वाल डिजाइन थिच्दै होइन। यो थिच्यो भने हेर्नु त मेरो यसमा भ्यालुहरू आइरहेछ, यो भनेको डिजाइन भइसक्यो होइन। तर तपाईँहरूले अर्को वाल नि छैन हामीसँग, हेर्नु त यो अर्को वालमा मैले पायर लेभल स्प्यान्डल लेभल केही असाइन गरेको छैन, त्यो वालको डिजाइनै हुँदैन। हेर्नु त अहिले यो वालमा केही भ्यालु आएको छैन। भनेको तपाईँहरूले यदि पायर लेभल स्प्यान्डल लेभल असाइन गर्नु भएन भने, जस्तै मलाई यो वाल डिजाइन गर्न मन लाग्यो भने मैले के गर्नुपर्छ, यो वाललाई सेलेक्ट गरेर यो वाललाई पहिला सेलेक्ट गर्नुपर्छ, यो वाललाई सेलेक्ट गरेर असाइन गर्ने। असाइन गरेपछि पहिला मैले सेलमा जान्छु, सेलमा गएर पायर लेभल असाइन गर्छु, पायर लेभल P1 अथवा P4 है। ल मैले यो वालमा पायर लेभल P4 असाइन गरेँ। अब हेर्नु त यहाँनिर फिक्स सपोर्ट छैन, यो फिक्स सपोर्ट राख्नु ल। किन फिक्स सपोर्ट राख्नु पर्यो, किनकि हाम्रो यहाँ कोलुम थियो, तर मैले कोलुम भन्दा 6 इन्च यता वाल बनाइरहेको छु अनि यहाँनिर हाम्रो हिन्ज सपोर्ट आइरहेछ। यसलाई तपाईँहरूले असाइन गरेर
जोइन्ट गरेर रिस्ट्रेन्स गरेर फिक्स सपोर्ट राखेर अप्लाई गर्नु पर्यो। अब हेर्नु त यो मेरो P4 मैले असाइन गरेँ। अब P4 असाइन गरेपछि रन गरेर डिजाइन गरेँ भने अब बल्ल उसले मलाई यो वालको लागि भ्यालुहरू दिन्छ, रडको भ्यालु है। हेर्नु है, अब मैले अहिले यति गरेर यो वाललाई म डिजाइन गर्नलाई यस्तो थिएँ भने अब उसले मलाई यहाँनिर यो वाल डिजाइनको लागि भ्यालु दियो है। भने अब यो भ्यालु आयो भने बल्ल अब हामीले डिजाइन गर्न मिल्छ। बुझ्नुभयो तपाईँहरूलाई? कसैलाई के क्वेसन छ अहिले भर्खर गरेको कुरामा, अहिलेसम्म गरेको कुरामा? सर त्यो वालमा ओपनिङ हुँदा चाहिँ त्यो स्प्यान्ड्रल आउँछ नत्र यो पायर मात्र आउँछ? हजुर हजुर। अब वालमा ओपनिङ छैन भने त तपाईँहरूले स्प्यान्ड्रल डिफाइन गर्नु पर्दैन, पायर मात्र डिफाइन गर्दा हुन्छ है। अब जेनरली हाम्रो वालमा ओपनिङ हुँदैन, मोस्ट केसेसमा ओपनिङ हुँदैन होइन। अब ओपनिङ भयो भने अब सेयर वालमा तपाईँहरूले ओपनिङ किन राख्नुहुन्न होइन। सेयर वाल तपाईँहरूले लाइक लिफ्ट बनायो भने अब लिफ्टमा तपाईँहरूले 3टा साइडमा सेयर वाल राख्दाखेरि 3टै साइडमा ओपनिङ नराखिकन तलदेखि माथिसम्म वाल लग्नुहुन्छ। अनि तपाईँहरूले अब त्यो भनेको जेनरली ओपनिङ हुँदैन। अब तपाईँहरूको ओपनिङ रहेछ भने चाहिँ कुनै एउटा ओपनिङले गर्दा कुनै एउटा टुक्रा छुटेर त्यो स्प्यान्ड्रल छुट्टिरहेको हुन्छ, त्यसलाई तपाईँहरूले स्प्यान्ड्रल भनेर राख्दा हुन्छ है। अब यो वालको डिजाइन भयो है। अब म तपाईँहरूलाई अलिअलि कुराहरू देखाउँछु है। कस्तो गर्छ भने इटाप्सले तपाईँहरूले जस्तै मानिलिउँ यही वाल डिजाइन गर्न खोजिरहनु भएको छ अहिले है। अब यो वाल डिजाइन गर्नको लागि मैले यो वाललाई एउटा कुनै पायर लेभल पहिला असाइन गर्नु पर्यो। मैले यो वालको लागि पायर लेभल P4 असाइन गरिसकेँ है। P4 असाइन गरिसकेपछि तपाईँहरू यहाँ डिजाइनमा जानु ल। जस्तै यो डिजाइनमा गयो है। यो डिजाइन पहिलालाई रन गर्छु ल। पहिलालाई रन गरौँ। बुझ्नुभयो? मैले के गरेँ भने यो वाल पहिला बनाएँ, मोडल गरेँ। मोडल गरेपछि यो वाललाई एउटा पायर लेभल असाइन गरिदिएँ अथवा स्प्यान्ड्रल लेभल असाइन गरिदिएँ। असाइन गरिसकेपछि अब मलाई यो वाल डिजाइन गर्न मन लाग्यो भने तपाईँहरू यहाँ डिजाइनमा जानु। डिजाइनभित्र सेयर वाल डिजाइन भन्ने अप्सन छ है। यो अप्सनभित्र गएर पहिला भ्यू रिभाइज प्रिफरेन्सेस हेर्नु है। यहाँनिर हेर्नु त आइएस कोड चुज भएको हुनु पर्यो। यो रड हेर्नु त FE500 अब तपाईँहरूको डिफल्टमा अर्कै रड आइरहेको हुन्छ है। जस्तै तपाईँहरूको डिफल्टमा यो हाम्रो यो रड दिइरहेको हुन्छ किनकि हाम्रो इटाप्सको डिफल्ट रड त यो हो। अब हामीलाई सेफमा जसरी प्रब्लम दिइरहेको थियो हामीले यो रड मोडिफाई गरेर प्रब्लम हुन्न, तर हामीले यो रड मोडिफाई गरेर होइन, एड न्यू मटेरियल गरेको थियो। त्यसले गर्दा हाम्रो डिफल्टको रड इरर आइरहेको हुन्छ। तपाईँहरूले यो दुइटालाई FE500 बनाइदिनु। यो कोड चाहिँ हाम्रो IS456 चुज भएर आउनु पर्यो। यति चेक गर्नु ल। यति चेक गरेपछि फेरि तपाईँहरू के गर्नु, डिजाइनमा जानु, सेयर वाल डिजाइनमा जानु है। अब सेयर वाल डिजाइन गर्दाखेरि अब यो रिबार सेलेक्सन रुलको हामीलाई मतलब छैन किनकि हामीले डिजाइन गर्दाखेरि इटाप्सले दिएको रिबारको अनुसार ड्रइङ गर्दैनौँ है। तर यो भनेको के हो भने इटाप्सलाई सेलेक्ट गर्दाखेरि प्रिफर्ड साइज के हो रिबारको भनेर भने मात्र हो क्या। जस्तै डिटेलिङ हामीले इटाप्सबाटै गऱ्यो भने यहाँ हामीले डिटेलिङ गर्छौँ है। डिटेलिङ गर्दा इटाप्सबाट डिटेलिङ गऱ्यो भने यो प्रिफर्ड साइज हो, यो साइजको रिबार राख्ने भनेर रिकमेन्ड गरे हो। तर हामीले जम्मा लार्जेस्ट र स्मलेस्ट बार साइज मात्रै राख्न पाउँछौँ क्या। अब मैले लार्जेस्ट बार साइज स्मलेस्ट बार साइज 12 लार्जेस्ट बार साइज 20 राख्यो भने पनि बिचमा 14 16 सबै रडहरू छ। अब कि त पहिले रडहरू डिलिट गर्नु पर्यो, नत्र भने 12 र 20 को बिचमा 16 14 13 जति पनि राख्न पायो। इटाप्सले मार्केटमा नपाउने साइजहरू राखिदिन्छ। त्यही भएर यो डिटेलिङ हामीलाई खासै काम लाग्दैन है। त्यही भएर तपाईँहरूले यो कुराहरू नचलाउँदा पनि हुन्छ। तपाईँहरू के गर्नु भने यो डिजाइनमा गएर हामी के गरेका थियौँ, सेयर वाल डिजाइन गरेका छौँ है। सेयर वाल डिजाइन गर्दाखेरि हेर्नु त यो तपाईँहरूको यहाँनिर हेर्नु त यो स्टार्ट डिजाइन चेक गर्नुभन्दा अगाडि यहाँनिर यो अप्सनहरू हाम्रो लक भइरहेको छ। हेर्नु त असाइन पायर सेक्सन, भ्यू रिभाइज, पायर ओभरराइड्स यस्तो कुराहरू चलिरहेको छैन नि। किनभने कुन जस्तै मैले यसलाई सेलेक्ट गरेँ क्या, यो वाललाई सेलेक्ट गरेँ भने अब फेरि मैले डिजाइनमा गएर अनि सेयर वाल डिजाइन गरेँ भने अब यो अप्सनहरू खुल्छ। अघि लक भएको अप्सन खुल्यो नि। अब मैले असाइन पायर सेक्सन गर्दा 3टा अप्सन छ हेर्नु त, सिम्प्लिफाइड CNT, युनिफर्म रिइन्फोर्सिङ, जेनरल रिइन्फोर्सिङ। यो 3टा भनेको 3टा डिफ्रेन्ट मेथड हो जुनबाट हामीले सेयर वाल डिजाइन गर्न सक्छौँ। तपाईँहरूलाई जुन इच्छा लाग्छ त्यही मेथडले डिजाइन गर्दा हुन्छ है। जेनरल रिइन्फोर्सिङले डिजाइन गर्ने भए अलिकति बढी झन्झट हुन्छ किनकि तपाईँहरूले जेनरल सेक्सन यहाँनिर डिफाइन जेनरल पायर सेक्सन भनेर छ। यो जेनरल पायर सेक्सन हामीले आफै डिफाइन गर्नुपर्छ। त्यो भनेको मैले यो जेनरल पायर सेक्सन कस्तो छ लाइक एड पायर सेक्सन गरेर स्टार्ट फ्रम एक्जिस्टिङ यो गरेर M20 मटेरियलले बनेको छ। अनि त्यसपछि यसको सेक्सन डिजाइनरमा गएर यो बारको साइजहरू चेन्ज गरेर स्पेसिङहरू चेन्ज गरेर कति साइज राख्ने कति स्पेसिङ राख्ने सब रिकमेन्ड गर्नुपर्छ होइन। त्यो गर्न झन्झट छ। जेनरली हामीले डिजाइन गर्दा हेर्नु है, डिजाइन गरेर सेयर वाल डिजाइनमा जानु। त्यसपछि तपाईँहरूले अहिले के गर्नु, असाइन पायर सेक्सन। यो 3टा अप्सन मध्ये इटाप्सको डिफल्ट डिजाइन अप्सन भनेको युनिफर्म रिइन्फोर्सिङ हो है। अब हामीले जहिले पनि डिजाइन गर्दा युनिफर्म रिइन्फोर्सिङ तपाईँहरूले नोटिस गरे भए हामीले फुटिङ डिजाइन गर्दाखेरि पनि
6 इन्ची सेन्टर टु सेन्टर, स्ल्याब डिजाइन गर्दाखेरि पनि 6 इन्ची सेन्टर टु सेन्टर यस्तो राखिरहेको छ। भनेको हाम्रो रिइन्फोर्समेन्टको हाम्रो रिइन्फोर्समेन्टको जुन स्पेसिङ छ बिममा चाहिँ सियर रिइन्फोर्सिङ हामीले जोइन्ट नजिक अलिकति कम, जोइन्टबाट टाढा अलिकति कम, अलिकति बढी त्यसरी गरेको थियो होइन। बिममा मात्र त्यो पनि सियर रिइन्फोर्सिङ मात्र। नत्र भने तपाईँहरूले यदि नोटिस गर्यो भने स्ल्याब डिजाइन गर्दा, स्ल्याब डिजाइन गर्दा अनि फुटिङ डिजाइन गर्दा हामीले के गर्यो 12 mm को रड 6 इन्ची सेन्टर टु सेन्टर। अब कोलुमको नजिकै 12 mm को रड 4 इन्ची सेन्टर टु सेन्टर, बिचतिर गएर 6 इन्ची, फेरि कुनातिर गएर 6 इन्ची यसरी डिजाइन गरेको छैन। वाल पनि तपाईँहरूले जेनरली अब तपाईँहरूले साइडमा गएर नोटिस गर्यो भने त्यसरी गरेको हुँदैन। जस्तै कोलुमको नजिक अलिकति कम, कोलुमको नजिक अलिकति बढी, बिचतिर अलिकति कम, फेरि कोलुमभन्दा टाढा गएर अलिकति कम, त्यसरी गरेको हुँदैन। वाल डिजाइन गर्दा तपाईँहरूले युनिफर्म रिइन्फोर्सिङ राखेर डिजाइन गर्दा हुन्छ है। अब युनिफर्म रिइन्फोर्सिङ मेथड भनेको के हो, कि त 6 इन्ची सेन्टर टु सेन्टर, कि त 4 इन्ची सेन्टर टु सेन्टर, जे भए पनि स्पेसिङ युनिफर्म हुन्छ है। अब युनिफर्म रिइन्फोर्सिङ असाइन गर्दा अहिलेको लागि हेर्नु त M20 कङ्क्रिट युज गरेको छ। अब यो बार साइज तपाईँहरूले मिलाउनु पर्दैन है। अब हामीले सपोज मानौँ अहिलेको लागि 12 इन्चीको रड, अब यो किनभने रिइन्फोर्समेन्ट टु बी चेक, रिइन्फोर्समेन्ट टु बी डिजाइन अप्सन छ। हामीले रिइन्फोर्समेन्ट टु बी डिजाइन गर्नलाई हो भने उसले हामीलाई mm² भ्यालु दिन्छ क्या। उसले हामीलाई रड, हामीले जति रड भन्यो त्यति रडले यो सेफ छ कि छैन भने चेक गर्दैन। जब यी टाइप्सले हामीले चेक गर्दैन भने, चेक गर्दैन भनेर हामीले अहिलेको लागि रिइन्फोर्समेन्ट टु बी डिजाइन गरेका छौँ है। अब रिइन्फोर्समेन्ट टु बी डिजाइन गर्यो भने केही फरक परेन। यी टाइप चाहिँ डिफल्टमा तपाईँहरूलाई डाइरेक्ट त्यही गर्छ। युनिट चाहिँ चेन्ज गर्नु ल। युनिटलाई अब हामी मेट्रिक एसआई राखौँ है। अब मलाई यो सेयर वाल डिजाइन गर्नु पर्यो भने कुन मेथडले डिजाइन हुन्छ भन्दाखेरि युनिफर्म रिइन्फोर्सिङ मेथडले डिजाइन हुन्छ है। अब युनिफर्म रिइन्फोर्सिङ मेथडले डिजाइन हुन्छ। तपाईँहरूले सिम्पली अब यो डिजाइन अप्सन प्रेस मात्र गर्यो भने यी टाइप्सले आफै डिजाइन गरिदिन्छ। हेर्नु त उसले हामीलाई भ्यालु दियो 1945 यो के हो 1945 mm² है। हेर्नु त पायर लङ्गिट्युडनल रिइन्फोर्सिङ कति आयो 9। अब यो 1945 दुईटा भ्यालु आउँछ, तलमाथि छुट्टै छुट्टै आउन सक्छ, कहिले सेम आउँछ, केही फरक परेन हैन। हेर्नु है, तलमाथि छुट्टै छुट्टै आउन सक्छ कि त सेम आउन सक्छ, हामीलाई फरक परेन। यो 1945 mm² भनेको हाम्रो रिइन्फोर्समेन्ट रिक्वायर्ड हो। अब रिइन्फोर्समेन्ट रिक्वायर्ड थाहा छ भने प्रोभाइडेड रिइन्फोर्समेन्ट कसरी क्याल्कुलेट गर्नुहुन्छ। अब 16 को रड युज गर्ने कि 12 को रड युज गर्ने तपाईँहरूको हातमा छ है। हाम्रो रिक्वायर्ड रिइन्फोर्समेन्ट चाहिँ 1945 छ, यो हामीलाई थाहा भयो। अब तपाईँहरूले के गर्नु भन्दाखेरि यहाँ गएर क्याल्कुलेट गर्दा त्यो मध्येको ठुलो भ्यालु लिँदा हुन्छ ल। हाम्रो के छ भने रिक्वायर्ड रिइन्फोर्समेन्ट भनेको लङ्गिट्युडनल रिइन्फोर्समेन्ट ल कति छ 1945 mm² छ। यदि 1945 mm² रिक्वायर्ड छ भने ल मानौँ अहिलेको लागि म 16 को रड युज गर्छु ल। यो 16 mm डाया रड्स। अब यदि 16 mm को डायाको रड युज गरेँ भने त्यो भनेको 201 mm² हो एउटा रडको क्रस सेक्सनल एरिया। भनेपछि मैले सपोज मानिलिउँ 15वटा 20वटा रड युज गरेँ रे, 20वटा रड परेन, मैले मानिलिउँ 12वटा रड युज गरेँ रे है। 12वटा रड युज गरेँ भने 12 × 201 गर्दाखेरि कति हुन्छ 2412 है। अब यो 2412 mm² पुग्छ, किनकि हाम्रो 1945 भन्दा 2412 ठुलो हो है। 10वटा गर्दा नि हुँदो रहेछ ल। 10वटा 16 को रड युज गरौँ है। 10वटा 16 को रड युज गऱ्यो भने 10 × 201 गर्दाखेरि कति आउँछ 2000 ल 2010 है, यस्तो आउँछ। अब 2010 mm² आयो भने 2010 mm² भनेको 1945 mm² भन्दा ठुलो हो भने तपाईँले के गर्न मिल्छ 10वटा रड प्रोभाइड गर्न मिल्छ। 10वटा रड प्रोभाइड गर्ने भनेको जस्तै कुनै वालमा 10वटा रड प्रोभाइड गर्नु पर्यो, लङ्गिट्युडनल रिइन्फोर्समेन्ट 10वटा। जस्तै यो वाल छ, यो वाल 9 इन्चीको हो ल। यो वाल मैले प्लान यो वालको प्लान बनाऊ है। वालको प्लान हाम्रो यो वाल चाहिँ 9 इन्चीको छ यसरी है। अब मेरो वाल यदि 9 इन्चीको छ हैन, अब यो 9 इन्चीको वाल हो भने यो 9 इन्चीको वालमा अब मैले रिइन्फोर्समेन्ट प्रोभाइड गर्ने हो है। रिइन्फोर्समेन्ट प्रोभाइड गर्दाखेरि के हुन्छ हेर्नु त एकछिन ल। मैले रिइन्फोर्समेन्ट प्रोभाइड गर्ने हो भनेपछि मैले रिइन्फोर्समेन्ट प्रोभाइड गर्दा यो जुन लङ्गिट्युडनल रिइन्फोर्समेन्टहरु छ नि यो क्या, यो मैले माथि 5वटा तल 5वटा प्रोभाइड गरेँ भने ठ्याक्क 10वटा प्रोभाइड भयो है। अब मैले के गर्न पाएँ टोटलमा चाहिँ 10वटा लङ्गिट्युडनल रिइन्फोर्समेन्ट भनेको एक्चुअलमा वाल चाहिँ यस्तो छ है। यो वालको प्लान हो, वालको सेक्सन यस्तो हुन्छ अथवा वालको एलिभेसन यस्तो हुन्छ है। यो वालको एलिभेसनमा ड्र गरेँ भने मेरो रडहरु म अर्को कलरको रड ड्र गर्छु ल। मेरो रडहरु कस्तो हुन्छ भने जुन यो तलदेखि माथि जानेवाला रडहरु छ नि यस्तो रड हो, यो रडहरु चाहिँ मैले कतिवटा प्रोभाइड गर्नु पर्यो एउटा फेसमा 5वटा बुझ्नुहुन्छ। अहिले एउटा फेस हेर्यो, यो फेसमा 5वटा, अर्को फेसमा यसको एउटा साइडमा 5वटा अर्को साइडमा 5वटा यसरी प्रोभाइड गर्न सकेर टोटलमा 10वटा रड प्रोभाइड गरे है। अब यो कुरा तपाईहरुले ई टाइप्समा नि हेर्न मिल्छ। म तपाईहरुलाई ई टाइप्समा डिटेलिङ अब म तपाईहरुलाई ई टाइप्सको डिटेलिङको फंक्सन पनि अब यही मौकामा देखाउँछु है। जस्तै हेर्नु त मैले यहाँ माथि
डिटेलिङ गर्ने अप्सन छ मसँग है। मैले यो डिटेलिङमा गएर स्टार्ट डिटेलिङ गऱ्यो भने यी टाइप्सले डिटेलिङ गर्छ। प्रिभियस डिटेलिङ रिजल्ट्स एक्जिस्ट, यस गरिदिउँ है। अब हाम्रो यसमा के भयो भने डिटेलिङ गर्न उसले मानिरहेको छैन, जे अहिलेको लागि हामी फेरि ट्राई गरौँ है। मैले के गरेँ भने यो डिटेलिङ हामीले फेरि गरौँ ल। म डिटेलिङ गरेर अहिलेको लागि स्टार्ट डिटेलिङ गर्छु है। स्टार्ट डिटेलिङ गऱ्यो भने इरर अकर्ड भनेर छ, उसले मलाई डिटेलिङ गर्न दिएन। अब डिटेलिङ गर्न दिएन भने म के गरौँ त, अर्को कुनै फाइल खोल्छु ल। हेर्नु है, अब हामीले के गर्न मिल्छ भन्दाखेरि म फाइल गर्छु, ओपन गर्छु। अब के भइरहेछ भने हामीले यहाँ पहिले डिटेलिङ हेरिसकेका छौँ, पहिले डिटेलिङ हेरिसकेका भएर उसले मलाई डिटेलिङ गर्न दिइरहेको छैन है। अब त्यही भएर हामी कुनै अर्कै एउटा फाइल खोलेर त्यसमा के गरेर रहेछ हेरेर त्यसको डिटेलिङ हेर्न ट्राई गरौँ। अहिलेको लागि ल यस्तो खालको कुनै एउटा फाइल छ हामीसँग है। यो फाइलमा फेरि म सेयर वाल मोडल गर्छु ल। म तपाईँहरूलाई प्रोसेस एकछिन सरस्वती भनिदिन्छु। डिफाइनमा गएर सेक्सन प्रपर्टीमा गएर वाल सेक्सन डिफाइन गर्ने, वाल सेक्सन डिफाइन गर्दा यसलाई मोडिफाई गर्छु वाल 1लाई। यो M20 कङ्क्रिटको वाल 9 इन्चीको मोडल गर्छु यसरी है। 9 इन्चीको वाल मोडल गरेर ओके गरिदिन्छु। अनि यो डिफाइन गरेर यो गरेपछि म प्लानमा जान्छु, स्टोरी 1मा गएर यहाँनिर एउटा कुनै ठाउँमा एउटा वाल ड्र गर्छु ल यसरी। यो यहाँनिर म एउटा वाल ड्र गर्छु। यो वाल ड्र गरिसकेपछि म एलिभेसन भ्यू 3मा जान्छु है। एलिभेसन भ्यू 3मा गएर म के गर्छु भने यो वाललाई पहिला पायर लेभल असाइन गर्छु अनि त्यसपछि सेल गर्छु। सेलमा गएर पहिला म पायर लेभल असाइन गर्छु, पायर लेभल P1 है। ल यसलाई अप्लाई गरेँ। पायर लेभल असाइन गरिसकेपछि यसलाई रन गर्छु। यसलाई रन गरिसकेपछि अब फर्स्टमा त मैले के गर्नु पर्यो, अब पहिला अरू कुराहरू जस्तै मैले थोरै कुराहरू जे मिलाएको छैन त्यो तपाईँहरूले मिलाउँदा हुन्छ ल। के गर्नु भने पहिला डिजाइनमा जानु, डिजाइनमा गइसकेपछि सेयर वाल डिजाइनमा जानु। यहाँनिर भ्यू रिभाइज प्रिफरेन्सेस हेर्दा हेर्नु त यो FE500 यो FE500 छैन, यसलाई FE500 बनाउनु। त्यो गरेपछि फेरि डिजाइनमा जानु, डिजाइनमा गएर सेयर वाल डिजाइनमा जानु। सेयर वाल डिजाइनमा गइसकेपछि हामीलाई के चाहियो, पहिला यो वाल सेलेक्ट गरौँ है। यो वाल सेलेक्ट गरौँ, त्यसपछि फेरि डिजाइनमा जाउँ, सेयर वाल डिजाइनमा जाउँ। त्यसपछि असाइन पायर सेक्सन गरेर हामी युनिफर्म रिइन्फोर्सिङ पायर सेक्सनको गरौँ। हामी 10 mm को रड चुज गरौँ, M20 कङ्क्रिट हालौँ होइन। यो गरेपछि रिइन्फोर्समेन्ट टु बी डिजाइन्ड ओके गरौँ है। यति गरेर अब मैले यसलाई रन गर्छु है। यसलाई रन गरेर अब हामी के गर्छौँ, यो वालको फेरि अघि गरेको जस्तै सेम प्रोसेसले यो वालको डिजाइन गरिदिन्छौँ। यो वालको डिजाइन गर्ने भनेको यो बटन आफै डिजाइन हुन्छ। डिजाइन भएपछि अब हेर्नु त 7025 यस्तो भ्यालु आयो है। अब अहिले भ्यालु अलिक फरक छ हेर्नु त, अघिको भन्दा यता यो 2540, यहाँनिर पनि 2540 ल सेम रहेछ। 2540 भ्यालु छ। अब यो भ्यालुको लागि तपाईँहरूले 2540 रिक्वायर्ड छ भने 2540 भन्दा बढी प्रोभाइड गर्नु पर्यो। डिटेलिङ हेर्ने भए तपाईँले यहाँ डिटेलिङ गरेर स्टार्ट डिटेलिङ गर्यो भने यी टाइप्सले तपाईँहरूको लागि ड्रइङ गरिदिन्छ है। अब यो डिटेलिङ इन प्रोग्रेस भइरहेछ, एकछिन टाइम लिन्छ अनि उसले हाम्रो लागि डिटेलिङ गरिदिन्छ। अब तपाईँहरूले यो डिटेलिङ गरेपछि जस्तै वालको डिटेलिङ हेर्न मन लाग्यो भने हेर्नु त सुरुमा यो ड्रइङ सिट्समा गएर वालको डिटेल हेर्नु। वालको डिटेलमा गएर ल म वालको पहिला इन्डिभिजुअल वालको भ्यूमा क्रस सेक्सन हेर्छु भन्यो भने क्रस सेक्सन हेरेँ। ल यो एलिभेसन हो। एलिभेसन भनेको मेरो एक्स डिरेक्सनको रड कति, वाइ डिरेक्सनको रड कति। एलिभेसनमा यस्तो हुन्छ है, एलिभेसन भनेको एउटा एक्स डिरेक्सनको रड, वाइ डिरेक्सनको रड। एक्स डिरेक्सनको रड भनेको लङ्गिट्युडनल रिइन्फोर्समेन्ट पायरको लागि, वाइ डिरेक्सनको रड भनेको सियर रिइन्फोर्समेन्ट है। तपाईँहरूले अहिले क्रस सेक्सन हेर्नु ल, अघि हामीले गरेको जस्तै ड्रइङ हुन्छ क्रस सेक्सनमा यो ड्रइङ है। हाम्रो अहिलेको लागि यो कोलुम छ, मैले वाल कोलुम भित्रैबाट राखेको थिएँ नि त, सेन्टर टु सेन्टर गरेको थिएँ। त्यसैले यो वालको रडहरू भित्रैदेखि स्टार्ट भइरहेछ। तपाईँहरूले कोलुमको एजदेखि एजसम्म वाल बनायो भने बाहिरदेखि स्टार्ट हुन्छ। अहिले यी टाइप्सले कतिवटा रड प्रोभाइड गरे हेर्नु त, 10वटा 10 mm को रड। यो सियर रिइन्फोर्समेन्ट है। सियर रिइन्फोर्समेन्ट चाहिँ उसले 10 mm को 250 mm सेन्टर टु सेन्टरमा प्रोभाइड गर्यो। त्यो अहिले हामी नगरौँ, लङ्गिट्युडनल हेरौँ है। लङ्गिट्युडनल रिइन्फोर्समेन्ट भनेको यो गोलो गोलो रडहरू है। हामीले अघि गरे जस्तै के गर्यो, 13वटा रड 20 mm को, 13वटा रड 20 mm को भनेको एउटा, दुईवटा, तिनवटा, चारवटा, पाँचवटा, छवटा, सातवटा, आठवटा, नौवटा, 10वटा, 11वटा, 12, 13वटा भनेको उसले एउटा फेसमा 13वटा रड 20 mm को प्रोभाइड गरिदियो है। 13वटा रड 20 mm को भनेको तपाईँहरूले क्यालकुलेट गर्यो भने कति हुन्छ हेर्नु त, म अब क्यालकुलेटर थिच्छु ल। 13वटा रड 20 mm को प्रोभाइड गरेर छ। तपाईँहरूले मेरो क्यालकुलेटर देख्नुभयो, देख्नु भएन है। अब यो यी टाइप्सले गरेको ड्रइङ हो।
तपाईहरुले पनि ड्रइङ गर्न मन लाग्यो भने ई टाइप्सले जस्तो ड्रइङ गरेछ त्यस्तै ड्रइङ गर्दा हुन्छ है। अब अहिलेको लागि हामी के गर्छौं भने यो क्याल्कुलेटरमा गएर क्याल्कुलेट गर्छौं ल। ई टाइप्सले हामीले के गरेछ भने 13 वटा रड 20 को क्याल्कुलेट गरिरहेछ है। 13 वटा रड 20 को क्याल्कुलेट गरिरहेछ भने तपाईहरुले मेरो क्याल्कुलेटर देख्नु भएको छैन अहिले पनि? छैन सर। फेरि गरौँ ल एकैछिन है। ल फेरि गर्छु। ई टाइप्सले हामीले के गरेछ भने 13 रड अब चाहिँ मेरो स्क्रिन देखिरा होला है। अब हामी के गर्छौं भन्दाखेरि मैले अहिले के गर्न खोजिरहेको छु भने यो ल अब हामी के गरेका थियौं भने ई टाइप्सले मलाई 13 वटा रड 20 को प्रोभाइड गरेछ है। एउटा 20 को रड भनेको 314 mm स्क्वायर हो है। एउटा 20 को रड भनेको 314 mm स्क्वायर हामी के गरे हो 314 इन्टु 13 है। त्यो भनेको 4082 है। 4082 mm स्क्वायर भनेको ई टाइप्सले के गरेछ भन्नु त उसले प्रोभाइड गर्दाखेरि चाहिँ 13 वटा रड 20 को प्रोभाइड गर्थ्यो है। अब तपाईहरुले हेर्नुभयो भने तपाईहरुले हामीले अघि गरिरहेको डिजाइन यहाँ गरे हैन ल। हामीले अघि गरिरहेको डिजाइन हेर्नुभयो भने यहाँ के छ भन्दाखेरि 13 वटा रड 20 को प्रोभाइड गर्यो कसको लागि यो वालको लागि। यो वालमा रिक्वायर्ड रिइन्फोर्समेन्ट यहाँनिर 7000 देखाइरहेछ के हैन त। माथितिर 2540 तलतिर 7000 देखाइरहेछ है। ई टाइप्सले चाहिँ 7000 को लागि डिजाइन गरेछ भनेको रिक्वायर्ड रिइन्फोर्समेन्ट चाहिँ 7000 mm स्क्वायर छ है। यो 7000 mm स्क्वायरले डिजाइन गर्दा उसले के गर्यो भने टोटलमा 26 वटा रड प्रोभाइड गर्यो। 26 वटा रड त्यो पनि 20 mm को त्यो गर्यो भने हेर्नु त उसले चाहिँ 8164 mm स्क्वायर प्रोभाइड गरेको हैन। अनि 8164 mm स्क्वायर प्रोभाइड गरिसकेपछि यो भनेको चाहिँ 7000 mm स्क्वायर भन्दा ठुलो भ्यालु हो भनेपछि तपाईहरुले डिजाइन गर्दा यस्तै हुन्छ। यो बुझ्नुभयो जहिले पनि रिक्वायर्ड रिइन्फोर्समेन्ट भन्दा प्रोभाइडेड रिइन्फोर्समेन्ट बढी प्रोभाइड गर्नु पर्यो है। तपाईहरुले रिपोर्टमा राख्दाखेरि सिम्पली यो यसलाई क्लिक गर्नु, यसलाई राइट क्लिक गर्नु, यसलाई राइट क्लिक गरिसकेपछि बीमको डिजाइन गरेको जस्तै एउटा समरी दिन्छ है। यो समरीमा अब सबै कुरा हुन्छ। शियर रिइन्फोर्समेन्ट कति रिक्वायर्ड छ, लंगिट्युडनल रिइन्फोर्समेन्ट कति रिक्वायर्ड छ, सब कुरा लेखेको हुन्छ है। तपाईहरुले सिम्पली अब यही रिपोर्ट गएर राख्दा हुन्छ है। अब तपाईहरुले ड्रइङ गर्ने भनेको यही टाइप्सले जे ड्रइङ गरेको छ त्यही ड्रइङ गर्ने हो, यही ड्रइङ गर्ने हो हैन। अब ई टाइप्सले 13 वटा रड 20 को राख्यो भन्दैमा तपाईहरुले पनि 13 वटा रड 20 को राख्नुपर्छ भन्ने छैन। तपाईहरुले आफ्नो मनले अब यो लेन्थ त ठुलो छ त्यही भएर अब कति लेन्थको बिल्डिङ हो त्यो अनुसार रडको लेन्थ त फरक भइहाल्छ है। ई टाइप्सले टोटलमा 26 वटा रड राख्यो। तपाईहरुले 26 वटा राख्नुपर्छ भन्ने छैन। अब तपाईहरुको रिक्वायर्ड रिइन्फोर्समेन्ट भन्दा प्रोभाइडेड रिइन्फोर्समेन्ट बढी हुने गरी राख्नु। त्यस्तै गरी शियर रिइन्फोर्समेन्ट क्याल्कुलेट गर्नु पर्यो भने के गर्ने तपाईहरुले कोलम डिजाइन गरेको जस्तै यो वालमा यस्तो तल गएर डिस्प्ले डिजाइन इन्फोमा जानु। डिस्प्ले डिजाइन इन्फोमा गएपछि पायरको लंगिट्युडनल रिइन्फोर्सिङको सट्टा ल पायरको शियर रिइन्फोर्सिङ हेर्नुभयो भने उसले हामीलाई शियर रिइन्फोर्सिङको भ्यालु दिन्छ कति छ 571.5। 571.5 रिक्वायर्ड रिइन्फोर्समेन्ट हो भने के गर्नु पर्यो 571.5 रिक्वायर्ड रिइन्फोर्समेन्ट हुँदा तपाईहरुले रिइन्फोर्समेन्ट प्रोभाइडेड कसरी गर्नुहुन्छ यो चाहिँ mm स्क्वायर पर मिटरमा हुन्छ ल। जहिले पनि तपाईहरुको शियर रिइन्फोर्समेन्ट चाहिँ mm स्क्वायर पर मिटरमा हुन्छ। अब तपाईहरुको यदि रिक्वायर्ड रिइन्फोर्समेन्ट चाहिँ 521 छ सपोज हैन। अब मेरो 521 mm स्क्वायर पर मिटर चाहिँ रिक्वायर्ड शियर रिइन्फोर्समेन्ट हो भने तपाईहरुले के गर्नुहुन्छ अब पहिला कतिको रड युज गर्ने भनेर डिसाइड गर्नु है। सेम पहिला हामीले डिजाइन गरेको जस्तै हो क्या। यदि हामीले हैन मानिलिम 9 को रड 9 हैन मानिलिम यदि हामीले मानिलिम 12 को रड युज गर्यो हैन 12 को रड युज गर्यो भने क्रस सेक्सनल ल 10 को रड युज गर्यो है। शियर रिइन्फोर्समेन्ट 10 mm को हाल्यो रे 10 mm को रड हाल्यो भने 10 mm को रडको क्रस सेक्सनल एरिया भनेको पाई d स्क्वायर बाइ 4 हुन्छ है। पाई d स्क्वायर बाइ 4 भनेको 78.5 mm स्क्वायर।
यो 78.5 mm स्क्वायर भनेको हाम्रो एउटा रडको क्रस सेक्सनल एरिया हो। अब एउटा रडको क्रस सेक्सनल एरियालाई म इन्टु 1000 गर्छु। यो इन्टु 1000 मैले किन गरेँ भन्दाखेरि mm स्क्वायर पर मिटरको मिटरलाई mm मा कन्भर्ट गर्न, इन्टु 2 गर्छु किनभने मेरो 2 लेग स्टिरअप जस्तै मेरो यो पालि पनि जुन हाम्रो सियर रिइन्फोर्समेन्ट छ त्यो 2 लेग छ है, 2 लेग छ भने इन्टु 2 गर्नु पर्यो हो। यो गरिसकेपछि इन्टु 2 गर्नु अनि यसलाई डिभाइडेड बाई अहिले भर्खर हामीलाई दिएको भ्यालु भने 575.5 जस्तो छ है। यो गर्दा 272 mm आउँछ। अनि इटाप्सले के गर्यो यो आयो नि त, त्यही भएर इटाप्सले तपाईहरुलाई अहिले यो सियर रिइन्फोर्समेन्टको भ्यालु चाहिँ यस्तो दिइराछ हेर्नु त। उसले आफ्नो ड्रइङमा चाहिँ कति दिइराछ भन्दाखेरि यहाँ हेर्नु त 10 mm को रड 250 mm सेन्टर टु सेन्टर दिइराछ भनेको रिक्वायर्ड रिइन्फोर्समेन्ट भन्दा कम है। भनेको तपाईहरुले पनि डिजाइन गर्दाखेरि सियर रिइन्फोर्समेन्टको भ्यालु, लङ्गिट्युडनल रिइन्फोर्समेन्टको भ्यालु क्याल्कुलेट गर्नु, लास्टमा गएर यही ड्रइङ गर्नुपर्छ। यो ड्रइङ गर्दाखेरि इटाप्सले गरेको ड्रइङलाई रेफरेन्स लिएर गर्दा हुन्छ। उसले जे गर्यो त्यही चाहिँ गर्नु पर्दैन। तर हाम्रो रिक्वायर्ड रिइन्फोर्समेन्ट निकालेर रिक्वायर्ड रिइन्फोर्समेन्ट भन्दा बढी प्रोभाइड गर्नु पर्यो है। अब यति मात्र गरेर पुग्दैन। जस्तै अब मैले तपाईहरुलाई अघि भनेको जस्तै यो त जस्ट वालको बेसिक डिजाइन हो हैन, तर तपाईहरुले वाल मोडल गरेर डिजाइन गरेर मात्र भएन, यो वालमा ल्याटरल लोड लगाउनु पर्छ क्या है। यो वालमा ल्याटरल लोड लगाउनु पर्छ। ल्याटरल लोड भनेको ल्याटरल लोड अब तपाईहरुले क्याल्कुलेट गरेर लगाउनु पर्छ। अब त्यो भनेको ल्याटरल लोड हाफहजारले लगाउने हैन। ल्याटरल लोडको भ्यालु जस्तै तपाईहरुले सोइल मेकानिक्स पढ्ने बेलामा सोइलको प्रेसर क्याल्कुलेट गर्न, जस्तै रिटेनिङ वाल डिजाइन गर्दाखेरि सोइलको प्रेसर क्याल्कुलेट गर्नुहुन्छ, त्यो सोइलको प्रेसरको भ्यालु क्याल्कुलेट गर्ने, कि त तपाईहरुले स्विमिङ पुल डिजाइन गर्यो भने वालको ल्याटरल लोडको भ्यालु क्याल्कुलेट गर्ने। त्यो लोड यो अब जेनरल ट्रेन्ड के छ भने ल्याटरल लोडलाई इग्नोर गरेर वाल मात्र मोडल गर्ने ट्रेन्ड छ हैन। तर अब हामीले किनकि यो वालले अभियसली ल्याटरल लोड रेजिस्ट गर्न सक्ला, तर तपाईहरुले स्टिल ल्याटरल लोड मोडल गर्ने प्र्याक्टिस भनेको बेटर प्र्याक्टिस हो भने तपाईहरुले त्यो लोडको भ्यालु क्याल्कुलेट गर्नु पर्यो अनि यो वालमा गएर लगाउनु पर्यो है। अब हाम्रो भोलि लास्ट क्लास हो है। अब मैले सबै कुरा गरेर मैले अब धेरै जसो कुराहरू गरिसकेँ। अब हाम्रो अलिअलि केही कुराहरू जे बाँकी छ हामी भोलिको क्लासमा कभर गर्न ट्राई गर्छौँ। तपाईहरुलाई के क्वेसन छ हामीले अहिले आज गरेको कुरामा कि त पहिला गरेको कुरामा, अहिलेसम्म गरेको कुरामा? सर हजुर भन्नु। त्यो इलेक्ट्रिक स्टेयरकेसहरु हुन्छ नि, त्यसको हजुर। पनि नर्मली नै डिजाइन हुन्छ कि त्यसको छुट्टै प्रोसिडियर हुन्छ? यस्तो हो क्या, तपाईहरुको स्टेयरकेस भनेको बिल्डिङको लागि लोड हो है। अब त्यो लोड तपाईहरुले लोडको डिजाइन गर्नु पर्यो क्या। अब जस्तो स्टेयरकेस आयो भने पनि तपाईहरुलाई त्यो स्टेयरकेसले हाम्रो बिल्डिङमा एउटा फ्लोरदेखि अर्को फ्लोरमा कनेक्ट गरेर छ। एलिभेटर डिजाइन गर्नु भने जे डिजाइन गर्नु भने हाम्रो यदि हामीले लोड डिजाइन गरेर छौं भने त्यो 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 त्यसको लोड कति हो भनेर निकाल्नु पर्यो क्या। अनि त्यो लोडलाई क्याल्कुलेट गरेपछि त्यही लोड लगेर तपाईहरुले बिममा मात्र स्टेयरकेस डिजाइन गरेर तपाईहरुले स्टेयरकेस डिजाइन नगरिकन स्टेयरकेसको लोडलाई गरेर बिममा लगाउँदा पनि हुन्छ है। तर हामीले के गर्नु मात्र पर्यो भने त्यो लोड क्याल्कुलेट गर्दाखेरि गामा इन्टु भोल्युम गरेर लोड क्याल्कुलेट गर्ने। अब प्रोसेस त्यही हो है। अब जसरी भने अब तपाईहरुलाई थ्योरी थाहा भयो भने अब त्यसको एप्लिकेसन अलिअलि फरक हुन्छ कहिलेकाहीँ। त्यो एप्लिकेसनको फरक हुँदाखेरि अलिअलि डिफरेन्सेसहरू एडजस्ट गरेर गर्नु न है। अब त्यो केसमा अब हामीलाई स्टेयरकेस पनि मुभ भइरहेछ। त्यो भयो भने हामीले स्टेयरकेसको लागि पनि के गर्नुपर्छ भन्दाखेरि त्यो केसमा हामीले स्टेयरकेस डिजाइन गर्यो भने स्टेयरकेसको लोड क्याल्कुलेट गरेर लगेर लगाउनु पर्यो एउटा है। त्यो लोड बढी हुन सक्ला, त नर्मल स्टेयरकेसको लोड भन्दा बढी हुन सक्ला। एउटा त्यो कुरा हो है। त्यो बाहेक अब अरू कुरा खासै फरक हुँदैन। जेनरली अब तपाईहरुको डेड लोड त बढी हुँदैन है। तपाईहरुको जस्ट किनकि त्यो कमर्सियल पर्पसको लागि युज भइरहेछ भने तपाईहरुले लगाउने लाइभ लोड मात्रै बढी हुन्छ। यस्तो गरौँ न, यो अब ठ्याक्क मैले पनि अब एलिभेटर आफै डिजाइन त गरेको छैन। त्यसलाई एलिभेटर भन्दैन होला, जे पनि त्यो कुरा मैले आफै डिजाइन गरेको छैन है। अब म एकचोटि त्यो के रहेछ एकचोटि हेर्छु अनि त्यसको बारेमा कुरा गरौँ न अझै डिटेलमा ल। त्यो अब मैले अहिलेसम्म त्यस्तो खालको बिल्डिङ त्यस्तो खालको स्टेयरकेस डिजाइन गर्ने अपर्च्युनिटी नै पाएको छैन, त्यो मलाई पनि खासै आइडिया छैन है। हामी लाइक एउटा कुरा मैले तपाईहरुलाई भन्न खोजिरहेको थिएँ। जस्तै हामीले के गरेको थियौँ भने अस्ति मलाई एउटा क्लासमा सोधिरहनु भएको थियो कि हामीले मोडलिङ गर्दा कसरी गर्छौँ भनेर। म मोडलिङ भन्दाखेरि नि अटोक्याडमा हामीले कुनै कुरा यो अटोक्याडमा ल्याएर ट्रेस गर्नु पर्यो ब्लुप्रिन्ट भने कसरी गर्छौँ, यस्तो कुराहरू हामी डिस्कस गर्न खोजिरहेको थियौँ। हामी एकचोटि सरसर्ती हेरौँ ल। हाम्रो कस्तो छ भन्दाखेरि तपाईहरुले भोलिको क्लासमा चाहिँ अब म अझै सेवालको डिजाइन कन्टिन्यू गर्छु है थोरै। अनि सेवालको डिजाइन कन्टिन्यू गरेर सेवालको डिजाइन सकिसकेपछि हामीले कुनै एक्सेल सिट हेर्न बाँकी होला। अब भोलिको क्लासमा कन्टेन्ट खासै बाँकी छैन है। अब मैले तपाईहरुलाई फुटिङ डिजाइनको लागि एक्सेल सिट
देखाएको छैन होला, त्यो हेर्न बाँकी छ। अनि सेयरवालको डिजाइन अलिकति बच्यो, त्यो हामी भोलिको क्लासमा डिस्कस गरौँला। अरू केही कन्टेन्ट तपाईँहरूलाई छुटेको छ जस्तो लाग्छ भने त्यो भोलिको क्लासमा डिस्कस गरौँला है। तपाईँहरूले अहिलेको लागि जस्तै म कुनै एउटा पिडिएफ खोल्छु ल, हेर्नु है। हामीले ल अब हामीसँग कुनै एउटा पिडिएफ छ, यो पिडिएफ म ओपन गरेर चाहिँ हामी यो पिडिएफ हेरौँ, अनि त्यसपछि कुरा गरौँला ल। हेर्नु है, जस्तै हामीसँग कस्तो हुन्छ भने तपाईँले भ्यालुएसन कसैले गर्नुभएको छ भने भ्यालुएसन गर्न जाँदा तपाईँहरू साइट भिजिट गर्न जानुहुन्छ। साइट भिजिट गर्न गएपछि तपाईँहरूलाई के डकुमेन्ट्सहरू चाहिन्छ है। अब जस्तै हामीले भ्यालुएसन गर्दा हामीले हेर्ने खालको डकुमेन्ट्सहरू, जस्तै अब तपाईँहरूलाई भ्यालुएसन गर्दा रिस्की काम छ, अलिअलि रिस्क हुन्छ होइन। जस्तै अब तपाईँहरूले जग्गालाई ओभर भ्यालु गरिदियो भने ब्याङ्कको मान्छेले त्यही तपाईँको भ्यालुएसनको आधारमा लोन दिन्छ। त्यसले गर्दा अब यो जग्गा धनी रियल जग्गा धनी हो कि होइन, अथवा उसको लाल पूर्जामा जुन किताबले क्लेम गर्छ त्यो किताब उसको नाममा छ कि छैन, त्यो कुराहरू तपाईँले चेक गर्नुहुन्छ। त्यस्तै गरी अब तपाईँहरूले उसले त्यो जग्गा चाहिँ एकल उसको आफ्नै नाममा छ कि त्यो रेकर्ड जग्गा हो कि कस्तो खालको जग्गा हो त्यो तपाईँहरू हेर्नुहुन्छ होइन। त्यो हेरिसकेपछि तपाईँहरूलाई अब हाई टेन्सन लाइन छ कि छैन यस्तो कुराहरू चेक गर्नुहुन्छ। यो भनेको चाहिँ ब्लु प्रिन्ट हो है। तपाईँहरूलाई यो ब्लु प्रिन्ट छ होइन है, यो चाहिँ हाम्रो ब्लु प्रिन्ट हो क्या। अब तपाईँहरूलाई यो ब्लु प्रिन्ट तपाईँहरूले अब फोटो खिच्नुभयो भने ब्लु प्रिन्ट स्केलमा नहुन पनि सक्छ क्या, त्यो चाहिँ अब सबैभन्दा ठुलो इस्यु हो। तपाईँले फोटो कुन एङ्गलबाट खिच्नुहुन्छ, जस्तै मलाई यो हेर्नु ल, जस्तै हेर्नु है, मेरो यो 95 किताको जग्गा तपाईँहरूले साइडमा गएर नाप्यो भने त यो टेपले यो लाइन नाप्नुहुन्छ, टेपले यो लाइन नाप्नुहुन्छ, टेपले यो लाइन नाप्नुहुन्छ, टेपले यो लाइन नाप्नुहुन्छ, अनि टेपले यो डायगनल पनि नाप्नुहुन्छ। यदि मैले टेपले यो सब कुरा नापिसकेँ भने त्यसपछि मलाई यो जग्गा प्लट गर्न सक्छु मैले अटोक्याडमा। ट्रायङ्गुलेसन छ, सर्कल बनाउँदै प्लट गर्छु है। तपाईँहरूले डाइरेक्ट ब्लु प्रिन्टबाट नाप्नु पऱ्यो भने तपाईँहरूले के गर्नु पऱ्यो, पहिला यो ब्लु प्रिन्टलाई गएर अटोक्याडमा लग्नु पऱ्यो होइन। यो ब्लु प्रिन्टलाई अटोक्याडमा लग्ने तरिका के हो भने हेर्नु त, मेरो यहाँनिर अटोक्याड छ है। तपाईँहरूको यसको स्केल हुन्छ ल, तपाईँहरूले जस्तै हरेक यो ब्लु प्रिन्टको यहाँ माथि तपाईँहरूलाई यसरी स्केल, तपाईँहरूले यो ब्लु प्रिन्ट भनेको सरकारी कागज हो है, यसको माथि यहाँनिर यसरी स्केल दिएको हुन्छ, यो 1:5 भनेको स्केलमा रहेछ होइन। भने तपाईँहरूले स्क्यानरले स्क्यान गर्यो भने चाहिँ स्केलमै स्क्यान हुन्छ, त्यो कुरामा तपाईँहरू ढुक्क बस्नु होइन। तर तपाईँहरूले फोटो खिच्यो भने त स्केलमा स्क्यान हुँदैन। भने तपाईँहरूको अब यो 1:5 भनेको स्केलमा स्क्यान भइसकेपछि तपाईँहरूले यो जग्गालाई यही ब्लु प्रिन्टको फोटोलाई अब अटोक्याडमा लग्नु पऱ्यो। कि तपाईँले फोटो खिच्नुभयो भने चाहिँ तपाईँहरूले एटलिस्ट एउटा यो फोटो खिच्दाखेरि अब एङ्गल मिल्दैन क्या। जस्तो अब तपाईँले यताको एङ्गलबाट खिच्यो भने तपाईँहरूले फोटो खिच्दा स्केलमा खिचिन्छ भन्ने छैन नि त। तपाईँको नजिकबाट खिच्यो भने ठुलो देखिन्छ, टाढाबाट खिच्यो भने सानो देखिन्छ। एउटा लाइन र अर्को लाइन रिलेटिभमा इक्वल हुँदैन है। त्यही भएर एकदम रफ डाइमेन्सन निकाल्न मिल्छ, एक्युरेट डाइमेन्सन निकाल्न मिल्दैन। त्यही भएर तपाईँहरूले स्क्यानर नै युज गर्नुपर्छ है। स्क्यानर युज गरेर तपाईँहरूले यो फोटो स्क्यान गर्नु। तपाईँहरूले बरु डाइरेक्ट ब्लु प्रिन्टमा चाहिँ नाप्नु मिल्छ है। अब त्यो चाहिँ म तपाईँहरूलाई भनिदिन्छु है। जस्तै के गर्न मिल्छ भने तपाईँहरूसँग फिजिकल ब्लु प्रिन्ट छ भने फोटोको आधारमा त नगर्नु है। फोटोको आधारमा पनि गर्न चाहिँ मिल्छ, गर्न नमिल्ने त होइन है। तर तपाईँहरूले कहाँ गयो मेरो, जस्तै कस्तो हो भन्दाखेरि फोटोको आधारमा फोटो जस्तै मसँग यो फोटो छ होइन, यो फोटोमा मैले यो लाइनको लेन्थ र यो लाइनको लेन्थ रिलेटिभ त हेर्न सक्छु। यो लाइनको लेन्थ 1 मिटर छ, यो लाइनको लेन्थ 2 मिटर छ भने यो लाइनको डबल छ भनेर मलाई आइडिया त हुन्छ है। तर त्यो फोटो कस्तो भने फोटो तपाईँहरूले यताको एङ्गलबाट खिच्यो भने कुनै लाइन ठुलो देखिन्छ, यताको एङ्गलबाट खिच्यो भने अर्को लाइन ठुलो देखिन्छ, त्यस्तो हुन्छ है। तर अब तपाईँहरूले मिलाएर फोटो खिच्नु भएको छ भने त्यो फोटो खिचेपछि त्यो फोटोबाट पनि क्यालकुलेसन त गर्न मिल्छ, किनकि फोटो स्केलमा छ भने है। नत्र भने तपाईँहरूले के गर्न मिल्छ, यसलाई स्क्यान गरिसकेपछि यसलाई अटोक्याडमा लगेर राख्नु पऱ्यो यो ब्लु प्रिन्टलाई होइन। अनि ब्लु प्रिन्टलाई अटोक्याडमा गरेर राख्ने भनेको कस्तो हो भने अब हेर्नु त, मलाई यो ब्लु प्रिन्टको इमेजलाई अटोक्याडमा इम्पोर्ट गर्ने हो क्या। त्यो भनेको तपाईँहरूले यो हाम्रो अटोक्याड भयो है। म कुनै अटोक्याडको एउटा फाइल खोज्छु ल। हेर्नु त, यो अटोक्याड भयो होइन। यो अटोक्याडमा गएर तपाईँहरूलाई कुनै कुरा इन्सर्ट गर्नु पऱ्यो भने यहाँ माथि इन्सर्ट भन्ने अप्सन हुन्छ, यहाँ माथि हामीसँग इन्सर्ट भन्ने अप्सन छ है। यो इन्सर्ट भन्ने अप्सनमा गयो भने तपाईँहरूले अब के इन्सर्ट के यस्तो नै गर्नु पर्दैन, डाइरेक्ट इमेज अट्याच भन्ने कमान्ड हुन्छ है। IMAGEATTACS फुल टाइप गर्नु है। यो इमेज अट्याच यसरी टाइप गर्यो भने तपाईँहरूले डाइरेक्ट एउटा डायलग बक्स खुल्छ है। यहाँ माथिबाट गरे पनि हुन्छ ल। अब इन्सर्ट गरेर इन्सर्ट इमेज गरेर जसरी गर्नुभयो भने फरक पर्दैन। यो इमेज अट्याच गर्यो भने उसले कुन चाहिँ इमेज अट्याच गर्ने भनेर सोध्छ। तपाईँहरूले स्क्यान गरिसकेपछि आफूले स्क्यान गरेको ब्लु प्रिन्ट कहीँ गएर सेभ गर्नुभएको हुन्छ होइन। जस्तै अब हामीसँग कुनै एउटा इमेज ल मानिलिउँ, एउटा म जुन पाए त्यो इमेज खोलिरहेको छु। अब यही इमेज मैले अहिलेको लागि यो स्केचअप लेखेको वाला इमेज मैले ओपन गरेको छु। तपाईँहरूले चाहिँ ब्लु प्रिन्ट ओपन गर्नु यसको सट्टा है। अब
यो इमेज तपाईँको यो इमेजको त केही स्केल छैन, तपाईँको ब्लुप्रिन्ट चाहिँ स्केलमा हुन्छ क्या 1:500। मैले अघि देखाएको थिएँ नि त्यहाँ माथि 1:500 लेखा हुन्छ है। यहाँनिर स्केललाई स्पेसिफाई अन स्क्रिन गर्न पनि मिल्छ कि तपाईँहरूले यहीँनिर स्केल स्पेसिफाई गर्न पनि मिल्छ। यदि 1:500 रहेछ भने तपाईँहरूले यहाँ 500 लेख्नु, 1:1000 रहेछ भने 1000 लेख्नु, 1:100 रहेछ भने 100 लेख्नु। बुझ्नुभयो है? स्पेसिफाई अन स्क्रिन गऱ्यो भने पछि स्पेसिफाई गर्ने होइन। तपाईँहरूले यहीँ स्पेसिफाई गर्नुभयो भने यहाँनिर पहिल्यै 500 लेख्यो भने हुन्छ है। स्पेसिफाई यहीँ स्पेसिफाई गरेर म स्केल चाहिँ 500 स्केलमा यो फोटो लग्नु पऱ्यो भनेर है। अब यो गरेर ओके गरिदिनु, अनि यो गरेर ओके गरेपछि अब यो फोटोलाई कहाँ राख्ने, यहाँ राख्छु हो। यति गऱ्यो भने तपाईँको ब्लुप्रिन्ट आउँछ यो अटोक्याडभित्र। अहिले हाम्रो स्केचअप आएको जस्तै मैले यो 500 स्केल राखेर धेरै ठुलो आयो होइन, तर किनकि मेरो यो ड्रइङ त स्केलमा थिएन, तर तपाईँहरूको ड्रइङ त स्केलमा हुन्छ। स्केलमा भएपछि तपाईँहरूले 1:500 ड्रइङलाई 500 गऱ्यो भने त्यो स्केल लाइनहरूको स्केल आफै मिल्छ है। अब लाइनहरूको स्केल मिलिसकेपछि हेर्नु त यो चाहिँ मेरो स्केचअप, यो यही कुरा जस्तो मैले यहाँ कपी गरेँ त्यस्तै गरेर तपाईँको ब्लुप्रिन्ट आउँछ। त्यो ब्लुप्रिन्ट आएपछि तपाईँ आफ्नो किता नम्बरलाई पोली लाइनले जोइन गर्ने क्या, पिएल इन्टर गर्नु है। अनि पोली लाइनले तपाईँले अब मेरो किता सपोज यहाँदेखि सुरु हुन्छ अनि यहाँ जान्छ अनि फेरि यहाँ जान्छ भने तपाईँको किता जसरी जसरी जान्छ त्यसरी तपाईँले पोली लाइन बनाउनु पिएल इन्टर गरेर। अनि पोली लाइनले जोइन गरिसकेपछि अब यो फोटोलाई इरेज गर्दा हुन्छ है, अथवा यो फोटोलाई तपाईँले मुभ गर्दा नि हुन्छ, जे गर्दा नि हुन्छ है। अब मैले भनेको त बुझिहाल्नु भयो होला है। अब यस्तो चाहिँ नगर्नु, पोली लाइनले ड्र गर्दाखेरि अब मिलाएर गर्नु। त्यो भनेको मैले पिएल इन्टर गरेँ होइन, त्यसपछि मैले यो पोइन्टदेखि यो पोइन्टसम्म गएर एउटा लाइन बनाएँ, फेरि यो पोइन्टदेखि भनेको यो चाहिँ मेरो किता हो है। अब फुल ब्लुप्रिन्टलाई नगर्नु कि आफ्नो कितालाई मात्रै यस्तो गरेर एउटा पोली लाइन बनाउनु। यो लाइन बनाइसकेपछि यो लाइनलाई मुभ गर्नु अनि यता लग्नु। अब यो लाइन तपाईँको अलरेडी मिलिसकेको हुन्छ, यो तपाईँको जग्गा हो है। अब किनकि तपाईँले ब्लुप्रिन्टमा गएर आफ्नो किता नम्बर ट्रेस गर्नुभयो भने यसरी ट्रेस गर्न सक्नुहुन्छ। किता नम्बर आफ्नो क्लाइन्टको किता नम्बर थाहा पाउनु पऱ्यो भने क्लाइन्टसँग तपाईँहरूले उसको लाल पूजा जस्तै अघि हामीले जुन डकुमेन्ट हेरेको थियो नि, अब यो भ्यालुएसनको रिपोर्टहरू छ मसँग है। अब कस्तो छ भन्दाखेरि हेर्नु त, अब यो हामीले भ्यालुएसन गर्दाखेरि हामीले चाहिने डकुमेन्ट्सहरू हो है। अब पहिला हामीले भ्यालुएसन गर्ने बेलामा जस्तै हेर्नु त यहाँनिर मेरो क्लाइन्टको किता नम्बर कुन हो भनेर यहाँ टिक लगाएको छ होला है। हेर्नु त यो नम्बर, यो जुन हाम्रो यो जस्तै तपाईँहरूलाई यसरी टिक लगाएर राखेको हुन्छ, यो 27 किता नम्बरको क्लाइन्ट रहेछ। अब तपाईँहरूले गएर चेक गर्दा हुन्छ उसको लाल पूजाहरूमा यहाँनिर यो कति किताको जग्गा हो भनेर लेखेर हुन्छ नि त, 27 नम्बरको किता यो मान्छेको हो भनेर थाहा भयो हामीलाई होइन। भने अब हामीले के गर्नु पऱ्यो भने अटोक्याडमा यो इमेजलाई इन्सर्ट स्क्यान गरेर लगिसकेपछि यो 27 नम्बर कितालाई मैले पोली लाइनले ड्र गर्छु। अनि मिल्दैन है, अब तपाईँहरूको ब्लुप्रिन्ट मिल्छ, लाइक धेरै जसो केसमा कस्तो हुन्छ भने अलिअलि फरक हुन्छ नापेको जग्गा र ब्लुप्रिन्टमा, कहिले अलिकति बढी कहिले अलिकति कम हुन्छ। त्यही भएर नाप्नु चाहिँ नाप्नु, साइडमा गएर एटलिस्ट एउटा साइड नाप्नु। एउटा साइड मात्र नाप्यो भने पनि चेक गर्न मिल्छ क्या। जस्तै तपाईँहरूले यो ब्लुप्रिन्ट ट्रेस गरिसकेपछि एटलिस्ट यो साइजको मेजरमेन्ट थाहा छ भने यो साइडको मेजरमेन्ट त एटलिस्ट तपाईँले राइट गर्नुहुन्छ भने अरू साइड त स्केलमा आफै मिल्छ। तर तपाईँहरूले एउटा साइड पनि मेजर नगरिकन डाइरेक्ट ब्लुप्रिन्टबाट गऱ्यो भने अलिअलि फरक पर्न सक्ला। त्यही भएर साइडमा गएर एटलिस्ट अलिअलि भए पनि मेजर गर्नु। त्यसपछि हाम्रो यो किता नम्बर मैले प्लट गरेँ, अनि यो किता नम्बर प्लट गरेपछि त अब बाँकीको कामहरू त तपाईँले गर्न सकिहाल्नुहुन्छ, जग्गा बनाउने काम। यतापट्टि यो जुन यो साइडमा छ नि हाम्रो 124 किता हो, यो 124 कितामा हाम्रो रोड होला है। अब यो 124 कितामा कि त यो 124 कितामा हाम्रो रोड छ भने अब यो रोडको मेजरमेन्ट कति छ हेर्न मिल्छ। तपाईँहरूले ब्लुप्रिन्ट छ भने डाइरेक्ट स्केलले नाप्दा नि हुन्छ। हाम्रो तपाईँहरूले पेपर स्केल चलाउनु भएको चाहिँ बिल्डिङ ड्रइङ गरिसक्नु भयो होला। बिल्डिङ ड्रइङ गर्दाखेरि तपाईँहरूलाई पेपर स्केलहरू हुन्थ्यो, त्यो पेपर स्केलमा 1:500 को स्केल हुन्थ्यो नि है। त्यो 1:500 को स्केलले तपाईँहरूले डाइरेक्ट त्यो 1:500 साइजको स्केलले तपाईँहरूले डाइरेक्ट यो लाइनको लेन्थ, यो लाइनको लेन्थ, यो लाइनको लेन्थ, यो लाइनको लेन्थ नापेर हाम्रो जग्गा कति छ नाप्न मिल्छ। यो डायगोनल पनि डाइरेक्ट पेपर स्केलले नापेर अटोक्याडमा प्लट गर्दा पनि हुन्छ। त्यो एउटा तरिका हो पेपर स्केलले नाप्ने है। त्यो भनेको तपाईँको पेपर स्केल 1:500, 1:100, 1:200 बिल्डिङ ड्रइङ भन्ने सब्जेक्ट पढ्दै तपाईँले पढ्नु भएको छ नि है। त्यो नापेर तपाईँले यो गर्दा हुन्छ कि त तपाईँले अटोक्याडमा ट्रेस गर्दा हुन्छ कि त फोटो लिनुभयो भने चाहिँ एटलिस्ट एउटा लाइनको मेजरमेन्ट चाहिन्छ क्या। किनकि तपाईँहरूले फोटो लिनुभयो, फोटो स्केलमा हुँदैन। त्यसपछि के हुन्छ, तपाईँले त्यो फोटोलाई यही ब्लुप्रिन्ट जस्तै इन्सर्ट गरेर ट्रेस गर्नुहुन्छ। ट्रेस गरेपछि एउटा लाइनको लेन्थ नाप्नु। अब यो लाइनको तपाईँलाई एक्चुअल साइडमा लेन्थ थाहा छ भने तपाईँले स्केल गरेर यो लाइनको लेन्थलाई चाहिँ त्यत्रै बनाउनु, अनि बाँकीको लाइनको लेन्थ आफै मिल्छ। त्यो तरिकाहरू हो है। अब यो मात्रै कुनै युज गरेर गर्नु न, बुझ्नुभयो है।